एभ्री स्टोरी इज युनिक एन्ड एभ्री जर्नी म्याटर्स स्लोगनका साथ यहाँ उपस्थित सम्पूर्णमा म कार्यक्रम सञ्चालिका पूजा उपाध्यायको तर्फबाट न्यानो अभिवादन टक्राउन चाहन्छु। आज मिति 2082 6 महिना 27 गते 14 अगस्त अक्टोबर 14 अगस्तका दिन हामीले एउटा सानो जमर्को गर्यौं के त भन्दा यो विश्वव्यापी रूपमा मनाइरहेको ब्रेस्ट क्यान्सर अवेरनेस प्रोग्राम पनि यस सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा हाम्रो तर्फबाट गर्न सक्ने कुरालाई चाहिँ इन्क्लुड गरेर हामीमा भएको नलेज स्किललाई अपडेट नर्सिङमा त नलेज यो सम्बन्धी ज्ञान हुन्छ तापनि यसलाई अपग्रेड अहिले इभल्भिङ जेनेरेसनमा चेन्जेसहरु आइरहेका चेन्जेसहरुलाई चाहिँ हामीले त्यसको बारेमा पनि नलेज गेन गरौँ भनेर यो एउटा सानो सियामी कार्यक्रम यहाँ राख्यौं र यो छोटो समयमा यसरी आफ्नो व्यस्तताका साथ पनि समय निकालेर यहाँ आइदिनु भएकोमा सम्पूर्ण महानुभावहरुलाई म हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। कार्यक्रमलाई कतै पनि विलम्ब नगरी आसन ग्रहणको कार्यक्रमलाई म अगाडि बढाउन चाहे। कुनै पनि कार्यक्रमलाई सभ्य तथा भव्य तरिकाले सुसम्पन्न गर्नका लागि चाहिँ सभा अध्यक्षको आवश्यकता रहन्छ र त्यो सभा अध्यक्षको यस कार्यक्रमको सभा अध्यक्षको आसन ग्रहण गरिदिनको लागि म एस सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर ज्वलन्त पौडेल ज्यूलाई आफ्नो यथास्थानमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसैगरी प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म डाक्टर रूपेश रोशन डाक्टरलाई एस सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका ब्रेस्ट अर्को सर्जन डाक्टरलाई आफ्नो यथास्थानमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। अब यो आसन ग्रहणको क्रमलाई यथास्थितिमा राख्दै आगामी आउनु हुने महानुभावहरुलाई हामी लगत्तै गर्नेछौं र गर्दै हामी कार्यक्रमको दोस्रो चरणमा प्रवेश गर्छौं। हाम्रो कार्यक्रमको दोस्रो चरणमा चाहिँ यो आजको दिनलाई किन मनाउने, केका लागि मनाउने र यो स्लोगनको अर्थ के त भन्ने कुरालाई प्रश्न पारिदिन हुन आफ्ना मन्तव्यका साथ म डाक्टर एस सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका ब्रेस्ट अन्को सर्जन डाक्टर रूपेश रोशनलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। विश्वभरि नै अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रूपमा मनाउँछ। किनभने विश्वमा हैन हाम्रो एक वर्षको अवधिमा 12 महिना हुन्छ। त्यो 12 महिनामा एक महिना स्तन क्यान्सरलाई दिउँ भन्ने कुरा। किनभने अहिलेको समयमा स्तन क्यान्सरको जनसङ्ख्या धेरै नै बढिरहेको अवस्था छ। विश्वको रेकर्ड हेर्ने भने प्रत्येक 8 महिनामध्ये 1 जनालाई स्तन। त्यसैगरी हाम्रो नेपालकै पनि विवरण हेर्ने हो भने पछिल्लो वर्षमा स्तन क्यान्सरहरू अरू क्यान्सरको तुलनामा बढेको देखिएको छ। र यस वर्षको स्लोगन एभ्री स्टोरी इज युनिक एभ्री जर्नी म्याटर्स यो हाम्रो पृष्ठभूमिमा झनै बढी महत्त्व राख्दछ। किनभने हामी यस्तो देशमा छौँ जहाँ हिमाल तराई र पहाड जस्तो ठाउँ छ र क्यान्सर सम्बन्धी उपचार धेरै कम ठाउँमा उपलब्ध छ। त्यसर्थ यो जर्नीमा कुनै व्यक्तिको विभिन्न कारणवश समयमा उपचार नभएका हुन सक्छ, कुनै व्यक्तिको विभिन्न कठिनाइ भएर उपचार विलम्बन भएका हुन सक्छ, कुनै व्यक्ति समयमै उपचार पाएर राम्रो गरिरहेको हुन सक्छ र ग्राउन्ड लेभलमा जति जे भए तापनि हाम्रो ठाउँमा हामी आफू कति सजग छौँ स्तन क्यान्सर महिलामा मात्र नभएर पुरुषमा पनि हुन्छ भन्ने कुरा हामीले जानकारी राख्नु पर्दछ। यो कुराको नलेज हाम्रो नर्सिङ स्टाफ बीच कति छन् भन्ने कुरा हेर्नको लागि सेयर गर्नको लागि आजको यो नर्सिङ सिएमई राखेको छ। यसमा आज आउनु भएको सबैजनालाई धेरै धेरै स्वागत। एकदमै छोटो अनि मिठो मन्तव्य राखेर जानु भएको छ र म अलिकति यो आसन ग्रहणको क्रमलाई अगाडि जोड्न चाहे। यसैगरी यस अस्पतालको अस्पताल प्रशासन सरलाई चाहिँ आफ्नो यथास्थानमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसैगरी यस अस्पतालका रेडिएसन अन्कोलोजिस्ट विभागीय प्रमुख डाक्टर मुकेश यादव डाक्टरलाई पनि आफ्नो यथास्थानमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु।
एकदमै डाक्टरले आजको चाहिँ मुख्य हाम्रो स्लोगनको अर्थ हामीलाई राम्रोसँग बुझाएर जानुभयो हैन। अनि र यो किन मनाइन्छ र मनाउनुको यसको औचित्य के भन्ने बारेमा पनि प्रश्न पारिदिसक्नु भएको छ। र यसै क्रममा चाहिँ अब तेस्रो चरणमा हाम्रो केही प्रेजेन्टेसनहरू रहेको छ र प्रेजेन्टेसन गरिदिन हुनको लागि म नर्सिङ सिस्टरहरू हिमा बिक, अनुपमा सापकोटा, सञ्जिता शर्मालाई चाहिँ अगाडि स्टेजमा आएर आफ्नो प्रेजेन्टेसन प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछु। यताबाट गर न, यताबाट गर सजिलो होला, उताबाट। त्यहीबाट गर्दा नि हुन्छ। ठिक छ म यति छु। आज हुन गइरहेको यस ब्रेस्ट क्यान्सर अवेरनेस अथवा आफूले जानेको कुराहरू चाहिँ यहाँहरूसँग चाहिँ राख्न पाएकोमा धेरै खुसी लागेको छ। प्लस हल्का हल्का चाहिँ नर्भसनेस पनि भएको छ र यदि अब प्रेजेन्टेसन गर्ने क्रममा अब डक्टरहरूले चाहिँ अब स्टाफहरूले चाहिँ हामीलाई करेक्ट गर्नुहुनेछ भन्ने चाहिँ आशा राखेका छौँ। सबैजनालाई सर्वप्रथम त यस प्रेजेन्टेसनमा चाहिँ वेलकम गर्न चाहन्छु। ब्रेस्ट क्यान्सर अवेरनेस प्रोग्राम अक्टोबर मन्थ चाहिँ हामीले ब्रेस्ट क्यान्सर अवेरनेसको लागि चाहिँ हामी सेलिब्रेट गर्दै आएका छौँ र यो साल पनि हामीले अक्टोबर मन्थलाई चाहिँ एउटा ब्रेस्ट क्यान्सर अवेरनेस प्रोग्रामको रूपमा चाहिँ सेलिब्रेट गरिरहेका छौँ। र यो स्लोगन चाहिँ मलाई इन्टरनेटमा एकदम मन परेको भएर चाहिँ मैले राखेको छु। अक्टोबर इज मोर देन अ पिङ्क, इट्स अबाउट करेज, होप एन्ड द फाइटर्स हु नेभर गिभ अप, लेट्स स्ट्यान्ड टुगेदर, रेज अवेरनेस एन्ड अनर एभ्री वारियर एन्ड एभ्री सर्भाइभर भनेर रहेको छ। Breast cancer. We are not here to scare you. We are here to make you aware of yourself. Breast cancer awareness. अब आजको कन्टेन्टमा चाहिँ हामीले के कुराहरू यहाँ समक्ष प्रस्तुत गर्नेछौँ त भन्दाखेरि फर्स्टमा रहेको छ इन्ट्रोडक्सन, त्यसै गरेर इन्सिडेन्ट्स, त्यसै गरेर रिस्क फ्याक्टर, साइन एन्ड सिम्टम्स, ब्रेस्ट क्यान्सर स्क्रिनिङ, सेल्फ ब्रेस्ट एक्जामिनेसन, वेन टु स्टार्ट स्क्रिनिङ, ट्रिटमेन्ट मोडालिटिज, मिथ्स एन्ड फ्याक्ट्स, प्रिभेन्सन एन्ड नर्सिङ म्यानेजमेन्ट जस्ता कन्टेन्टहरू चाहिँ यहाँ समक्ष आज प्रस्तुत गर्नेछौँ। फर्स्टमा रहेको छ वाट इज ब्रेस्ट क्यान्सर। ब्रेस्ट क्यान्सर भनेको के हो त भन्दाखेरि चाहिँ एब्नर्मल, अनकन्ट्रोलेबल एन्ड कन्टिन्युस रेप्लिकेसन अफ सेल्स। क्यान्सर चाहिँ के हो त भन्दाखेरि अनकन्ट्रोल रूपमा एब्नर्मल सेलहरू चाहिँ कन्टिन्युस रूपमा मल्टिप्लिकेसन हुन्छ भने चाहिँ त्यसलाई हामीले क्यान्सर भन्न सकिन्छ है। किनभने अब क्यान्सरको चाहिँ हामीले हेर्न सक्छौँ यहाँ नर्मल सेल डेभलपमेन्ट र एब्नर्मल सेल ग्रोथ भनेर रहेको छ। नर्मल सेल डेभलपमेन्टमा के हुन्छ त भन्दाखेरि चाहिँ नर्मल सेल डिभिजन भएर एउटा हेल्दी टिस्यु चाहिँ बन्छ है। नर्मल सेल चाहिँ सेल डिभिजन भएर एउटा हेल्दी टिस्यु चाहिँ डेभलपमेन्ट हुने गर्दछ भने अब एब्नर्मल सेल ग्रोथमा के हुन्छ त भन्दाखेरि एउटा नर्मल सेलमा चाहिँ जेनेटिक चेन्जेसहरू आएर होइन त्यसमा क्यान्सरस सेल डिभिजनहरू भएर म्यालिग्नेन्ट ट्युमर बन्छ भने त्यसलाई चाहिँ हामीले क्यान्सर भनिन्छ। अब कुनै पनि सेल हेल्दी सेलहरूको चाहिँ के हुन्छ त सेल ग्रोथ हुन्छ अनि त्यो चाहिँ हेल्दी टिस्युहरू बन्छ होइन। सेल डिभिजन भएर एउटा हेल्दी टिस्यु बन्ने हो तर अब कुनै पनि एक्सटर्नल इन्भाइरोमेन्टल फ्याक्टर्सले गर्दा अथवा त्यसमा चाहिँ जेनेटिक चेन्जेसहरू आयो, इनहेरिटेन्ट म्युटेसनहरू हुन थाल्यो भनेपछि चाहिँ त्यसमा क्यान्सरस सेल डिभिजन हुन्छ भनेको सेल चाहिँ एब्नर्मल हुन जान्छ। एब्नर्मल भयो भने के हुन्छ त भन्दाखेरि अब यो हाम्रो हेल्दी सेलहरू चाहिँ के हुन्छ त भन्दा सेल डेभलपमेन्ट भएर सेल डेथसम्म चाहिँ हुनुपर्ने, सेल डेथ हुनुपर्ने हुन्छ नर्मल हेल्दी सेलहरू भनेपछि। तर क्यान्सर सेलमा के हुन्छ त विभिन्न जेनेटिक चेन्जेसहरू आएर हाम्रो नर्मल सेलहरू चाहिँ सेल डेथ हुन पाउँदैन कि होइन। जुन हाम्रो बडीले दिने बडी सिग्नल्सहरू हुन्छ सेल डेथ हुनपर्छ भने त्यो सिग्नललाई चाहिँ के गर्छ त क्यान्सर सेलले चाहिँ अभोइड गरिदिन्छ। त्यसले गर्दाखेरि चाहिँ कन्टिन्युस रूपमा चाहिँ त्यो क्यान्सर सेलहरू चाहिँ इन्क्रिज हुँदै हुँदै जान्छ, अनकन्ट्रोलेबल रूपमा चाहिँ कन्टिन्युस मल्टिप्लिकेसन हुँदै जान्छ र के त क्यान्सर भन्न जान्छ र म्यालिग्नेन्ट ट्युमर फर्मेसन चाहिँ हुन्छ है। अब अर्को रहेको छ ब्रेस्ट क्यान्सर। अब ब्रेस्ट क्यान्सर पनि अब हामीले अगाडि नै भनिसकेको छु मैले होइन। अब ब्रेस्ट क्यान्सर चाहिँ के हुन्छ भन्दाखेरि ब्रेस्ट सेलहरूमा चाहिँ स्टार्ट हुन्छ जहाँ चाहिँ त्यो अनकन्ट्रोलेबल रूपमा चाहिँ ग्रो हुँदै जान्छ र ट्युमर फर्मेसन हुन्छ ब्रेस्ट क्यान्सर भनेको है।
त्यसै गरेर रहेको छ। अब ब्रेस्ट क्यान्सरमा चाहिँ के हुन्छ त भन्दाखेरि अब अघि पनि कुरा गरिसकेछौँ, एउटा हेल्दी सेलहरू, अनहेल्दी सेलहरू, त्यसै गरेर चाहिँ अनहेल्दी अथवा इन्फेक्टेड सेलहरू चाहिँ सेल डेथ हुनुपर्ने हो। सेल डेथ नभएको भएर चाहिँ त्यो सेलहरू अनकन्ट्रोल रूपमा बढ्दै गएर एउटा ट्युमर फर्मेसन हुने हो। यसै गरेर यहाँ पनि ब्रेस्ट टिस्युहरूमा चाहिँ क्यान्सर सेल डेभलप भएर अनकन्ट्रोलेबल रूपमा बढ्दै गयो भने चाहिँ ट्युमर फर्मेसन हुन जान्छ है। क्यान्सर सेल चाहिँ के हो त डेभलप फ्रम मिल्क प्रोड्युसिङ ग्ल्यान्ड र लोबुल्सबाट चाहिँ लोबुल्स र अनि डक्ट्स अथवा प्यासेजहरूबाट चाहिँ डेभलप हुन जान्छ है। अब मिल्क प्रोड्युसिङ ग्ल्यान्ड भनेको चाहिँ लोबुल्स भइहाल्यो, जहाँ चाहिँ मिल्क प्रोड्युस हुन्छ भने, अर्को चाहिँ डक्ट्स अथवा प्यासेज रहेको छ जहाँ चाहिँ हाम्रो लोबुल्सबाट चाहिँ निपलसम्म चाहिँ मिल्क ड्रेन हुने काम चाहिँ गर्दछ होइन। त्यो डक्ट्स अथवा चाहिँ मिल्क प्रोड्युसिङ ग्ल्यान्ड लोबुल्सबाट चाहिँ क्यान्सर डेभलप हुँदै जान्छ र क्यान्सर चाहिँ के हुन्छ त भन्दाखेरि हाम्रो अदर अर्ग्यान्समा चाहिँ कसरी चाहिँ स्प्रेड हुन्छ त, मेटास्टासिस हुन्छ त भन्दाखेरि लिम्फेटिक सिस्टमको थ्रुबाट, लिम्फ नोडबाट चाहिँ के हुन्छ त अदर पार्ट्स अफ द बडीमा के हुन्छ ट्रान्सफर अथवा स्प्रेड हुँदै जान्छ है। अनि अब लिम्फ नोड भनेको सबैलाई थाहा नै छ। लिम्फ नोड भनेको त हाम्रो शरीरको सबैभन्दा स्मल अर्ग्यान हो जहाँबाट के हुन्छ त हाम्रो फरेन बडीहरू सब्सटेन्सेसहरू फिल्टर आउट गर्ने काम गर्दछ होइन। अब त्यहाँ नै अब लिम्फेटिक सिस्टममा नै अब हाम्रो शरीरको इम्युनिटीमा अथवा लिम्फेटिक सिस्टम नै अब एफेक्टेड छ भनेपछि त होल बडीमा त स्प्रेड हुने नै भयो नि होइन। त्यही नै हो। अब क्यान्सर चाहिँ के त रेस्ट अफ द बडीमा चाहिँ लिम्फेटिक सिस्टमको थ्रुबाट अथवा चाहिँ सर्कुलेटरी सिस्टमको थ्रुबाट होइन के हुन्छ त स्प्रेड हुन्छ अथवा मेटास्टासिस हुन्छ है। अब रहेको छ इन्सिडेन्स। अब इन्सिडेन्सको कुरा गर्नु पर्दाखेरि चाहिँ फिमेल जेन्डर चाहिँ के त स्ट्रङ्गेस्ट ब्रेस्ट क्यान्सरको रिस्कमा चाहिँ पर्नुहुन्छ है त। हाम्रो अब ग्लोबल कन्टेक्स्टमा हेर्दा अथवा नेपालकै कन्टेक्स्टमा हेर्नु पर्दाखेरि चाहिँ ब्रेस्ट क्यान्सरको रिस्क चाहिँ सबैभन्दा बढी चाहिँ महिलाहरूलाई हुने गर्दछ। 99% अफ ब्रेस्ट क्यान्सर चाहिँ वुमेनहरूमा हुने गर्दछ भने 0.5 देखि 1% चाहिँ मेलहरूमा चाहिँ अकर गर्दछ है। र फर इक्जाम्पल अब लाइफ टाइम रिस्क अफ ब्रेस्ट क्यान्सर चाहिँ के हुन्छ त भन्दा एक महिला 8वटा महिला मध्ये एउटा महिलालाई चाहिँ हुने सम्भावना हुने भयो भनेपछि 726वटा मेल मध्ये एकजना मेललाई चाहिँ हुने सम्भावना चाहिँ हुने भयो है। त्यसै गरेर अब यो हेरेर चाहिँ यो कम्पेरिजन गरेर चाहिँ हामीले मेललाई भन्दा फिमेललाई चाहिँ बढी ब्रेस्ट क्यान्सरको चाहिँ रिस्कमा चाहिँ मानेका छौँ है। अर्को अब ग्लोबल्ली हेर्दाखेरि चाहिँ ब्रेस्ट क्यान्सरले 6,85,000 डेथ चाहिँ 2020 मा गराएको पाइएको छ है अकर्डिङ टु WHO र ब्रेस्ट क्यान्सर रिसर्च फाउन्डेसन अनुसार चाहिँ है इन्सिडेन्सहरू। अब रहेको छ ब्रेस्ट क्यान्सर। ब्रेस्ट क्यान्सरमा चाहिँ अब ब्रेस्ट क्यान्सर चाहिँ के छ त भन्दाखेरि हाम्रो नेपालको कन्टेक्स्टमा हेर्नु पर्दाखेरि चाहिँ सेकेन्ड मोस्ट कमन क्यान्सर मानिन्छ। फर्स्ट के हो त भन्दाखेरि सर्भाइकल क्यान्सर होइन। सर्भाइकल क्यान्सर चाहिँ फर्स्ट कमन क्यान्सर हो भनेपछि चाहिँ अब ब्रेस्ट क्यान्सर इज द सेकेन्ड मोस्ट कमन क्यान्सर अमङ वुमेन इन नेपाल है। अब इस्टिमेटेड प्रिभ्यालेन्स रेट के छ त भन्दाखेरि 28.5 पर 1000 पिपलहरूमा चाहिँ यसको प्रिभ्यालेन्स रहेको छ ब्रेस्ट क्यान्सरको। अनि इन नेपाल देयर वेयर अब 2012 मा चाहिँ 870 जनालाई चाहिँ यो 870 जना मेल डेथ मतलब सेल डेथ यो ब्रेस्ट क्यान्सरबाट चाहिँ डेथ भएको थियो भनेपछि 2020 सालसम्म आउँदाखेरि चाहिँ ब्रेस्ट क्यान्सर डेथको रेट्स चाहिँ बढेर कति पुग्यो त भन्दाखेरि 1049वटा ब्रेस्ट क्यान्सर डेथ चाहिँ हुन पुग्यो। अब यो चाहिँ इयर सँगसँगै के भयो त भन्दाखेरि त्यो ब्रेस्ट क्यान्सरदेखि डेथ हुने रेट पनि बढ्दै गयो। किन त भन्दाखेरि चाहिँ यसको इन्सिडेन्स र मोर्टालिटी रेट बढ्नुको कारण के हो त भन्दाखेरि लाइफस्टाइल चेन्जेसले गर्दा र ल्याक अफ अर्ली डिटेक्सन एन्ड अवेरनेसको कारणले गर्दाखेरि चाहिँ यो इन्सिडेन्स र मोर्टालिटी रेट चाहिँ इन्क्रिज भयो है भन्ने जनाएको छ। अब रहेको छ रिस्क फ्याक्टर चाहिँ। अब रिस्क फ्याक्टर चाहिँ हामीलाई कतिपयलाई थाहा नै छ। मोडिफाएबल रिस्क फ्याक्टर्स हुन्छ एउटा चाहिँ, अर्को नन मोडिफाएबल रिस्क फ्याक्टर्स हुन्छ है। अब मोडिफाएबल रिस्क फ्याक्टर्समा के छ त भन्दाखेरि चाहिँ ओबेसिटी एन्ड ओभरवेट है। अर्को रहेको छ फिजिकल इनएक्टिभिटी। अब लागिरहेको छ होला होइन कतिपयलाई ओबेसिटीले ओभरवेटले फिजिकल इनएक्टिभिटीले चाहिँ कसरी त क्यान्सरको रिस्क स्पेसली ब्रेस्ट क्यान्सरको रिस्क चाहिँ बढाउँछ, अन्य क्यान्सरको पनि रिस्क बढाउँछ नै। तर अब यो कन्टेक्स्टमा चाहिँ हामीले ब्रेस्ट क्यान्सरको लागि कुरा गरिरहेको भएको भएर चाहिँ अब ओबेसिटी र ओभरवेटमा के हुन्छ त भन्दाखेरि अब अभियसली फ्याट कलेक्सनहरू होइन बढी हुने भयो शरीरमा होइन। अब त्यसमा ओभरवेटमा चाहिँ फ्याट धेरै हुने भयो। अब फिजिकल इनएक्टिभिटीले पनि के त ओबेसिटीहरू गराउने भयो। अब त्यो भएको भएर के हुन्छ त भन्दाखेरि शरीरमा फ्याटको मात्रा बढी भयो भने के गर्छ क्रोनिक रूपमा चाहिँ शरीरमा इन्फ्लामेसनहरू गराउँछ र साथसाथै हाम्रो शरीरको चाहिँ इम्युनिटीहरूलाई चाहिँ के गर्छ मतलब कम्प्रोमाइज गर्ने काम गर्छ है। साथसाथै के गर्छ त भन्दाखेरि हाम्रो शरीरको हेल्दी सेल डिएनएहरूलाई पनि डिएनएलाई चाहिँ के गर्छ ड्यामेज गर्ने काम गर्दछ है। ओबेसिटी र ओभरवेट र फिजिकल इनएक्टिभिटीले चाहिँ त्यो भएको भएर चाहिँ अब हेल्दी सेलको
को चाहिँ अब डिएनए नै ड्यामेज गर्यो भने त अब त्यो क्यान्सरस सेलहरूसँग फाइट गर्न सक्छ त सक्दैन नि त हैन। त्यो भएको भएर चाहिँ ओबेसिटी एन्ड ओभरवेट र फिजिकल इनएक्टिभिटी इज वान अफ द रिस्क फ्याक्टर्स अफ ब्रेस्ट क्यान्सर है। अर्को रहेको छ अल्कोहल कन्जम्सन, स्मोकिङ, स्पेसल्ली अब एक्टिभ त हुने नै भयो, प्यासिभ स्मोकिङ पनि के त स्मोकिङ पनि एउटा रिस्क फ्याक्टर मानिन्छ, स्पेसल्ली टोब्याको स्मोकिङ है। टोब्याको स्मोकिङ र अल्कोहल कन्जम्सन हामीलाई थाहा नै छ। अल्कोहल स्मोकिङ भनेको चाहिँ अब के त टक्सिन हो, यो टक्सिन भनेको अब कार्सिनोजेन होइन, हाम्रो शरीरको लागि हार्मफुल सब्सटेन्सेस हो यो। अब हार्मफुल सब्सटेन्सेस किन त अब यो कन्जम्सन गऱ्यो भने हुने भयो त भन्दा अब यसमा पाइने निकोटिनहरू हुन्छ होइन, दुनियाँ यो सबै हार्मफुल सब्सटेन्सहरू हाम्रो शरीरमा कन्जम्सन गऱ्यो भने यसले चाहिँ अब फर्दर अब सिएनए डिएनएलाई चाहिँ अब एफेक्ट गर्ने भयो अनि क्रोनिक इन्फ्लामेसनहरू गराउने भयो होइन। त्यसले गर्दाखेरि पनि हुने भयो है, ब्रेस्ट क्यान्सर हुने प्रोबेबिलिटी चाहिँ हाई हुने भयो यस्तो केसहरूमा। अनि अर्को रहेको छ पुवर डाइट। अब पुवर डाइटमा पनि कस्तो छ भन्दा अब कन्जम्सन अफ रेड मिटहरू खायो, प्रोसेस्ड खालको मिटहरू खायो होइन, अनि एकदम बजारको कुराहरू हामीले धेरै कन्टेन्टहरू सोडियम एकदमै हाई भएको अनि एकदम प्रोसेस्ड खालको खानाहरू खायो भने पनि त्यसले क्यान्सरहरू चाहिँ बनाउने सम्भावना हुने भयो। र अब पुवर डाइट चाहिँ स्पेसली एकदमै डाइरेक्टली रिलेटेड हुने भनेको ग्यास्ट्रिक क्यान्सरसँग हो, किनभने चाहिँ त्यसले एस पाइलोरी ब्याक्टेरियालाई चाहिँ होइन प्रमोट गरेर त्यसलाई चाहिँ एस पाइलोरीबाट चाहिँ ग्यास्ट्रिक क्यान्सरहरू चाहिँ हुनसक्छ। तर अब इन्डाइरेक्ट रूपमा भन्नुपर्दाखेरि चाहिँ अब पुवर डाइट भयो भने पनि इम्युनिटी त अब अभियसली अब अनहेल्दी भयो भने चाहिँ अरू कोमोर्बिडिटिज कन्डिसनहरू पनि आउने भयो। त्यसले गर्दाखेरि पनि अब ब्रेस्ट क्यान्सरको सम्भाव होइन यसले चाहिँ ब्रेस्ट क्यान्सर हुने सम्भावनालाई पनि इन्क्रिज गर्दछ है। र अर्को रहेको छ हर्मोनल थेरापी। अब हर्मोनल थेरापीमा चाहिँ अब स्पेसली पोस्ट मेनोपोजल वुमनहरूले चाहिँ हर्मोनल थेरापीहरू लिएको पाइन्छ, जसमा चाहिँ अब इस्ट्रोजेन ओन्ली र प्रोजेस्टेरोन ओन्ली र कम्बाइन्ड फर्ममा हुन्छ, जुन चाहिँ अब इस्ट्रोजेन र प्रोजेस्टेरोन दुइटै मिक्स भएको चाहिँ हर्मोनल थेरापीहरू चाहिँ युज गरिराख्नु भएको हुन्छ। किनभने त अब पोस्ट मेनोपोजल वुमनहरूमा चाहिँ अब मेनोपोज भइसकेको हुन्छ होइन, अब उहाँहरूको जुन ओभरिजबाट इस्ट्रोजेन प्रोडक्सन हुनुपर्ने त्यो त हुन पाउँदैन नि त होइन। अब त्यो भएको भएर चाहिँ पोस्ट मेनोपोजल वुमनहरूमा चाहिँ अब त्यस्तो हर्मोनलहरू एक्सेसिभ रूपमा युज गर्न थाल्नु भयो भने चाहिँ अब हर्मोनल इम्ब्यालेन्स हुने भयो। अब इस्ट्रोजेनले पनि के गर्छ त भन्दाखेरि चाहिँ इस्ट्रोजेन शरीरमा बढी भयो भने त्यसले पनि के गर्छ त हाम्रो डिएनएहरूलाई, हाम्रो हेल्दी सेल डिएनएहरूलाई पनि ड्यामेज गर्न सक्छ होइन। त्यसै गरेर चाहिँ इस्ट्रोजेनले अनि हाम्रो बडीको इम्युनिटीहरूलाई पनि कम गर्न सक्छ एकदम धेरै हायर इस्ट्रोजेनहरू भयो भनेपछि है। त्यही भएर हर्मोनल थेरापीले पनि के गर्छ त भन्दाखेरि हाम्रो रिस्क चाहिँ इन्क्रिज गर्ने भयो। अर्को रहेको छ नन मोडिफाएबल। अब नन मोडिफाएबल भनेको चाहिँ मोडिफाई नै गर्न सक्दैनौँ। अब हेल्दी हेबिट्सहरूलाई चाहिँ चेन्ज गर्न सकिन्छ, तर अब नन मोडिफाएबल जुन जेनेटिक्सहरू छ फ्यामिली हिस्ट्रीलाई त हामी चेन्ज गर्न सक्दैनौँ नि त होइन, यो त इनहेरिटेड रूपमा आएको हो नि त हो। त्यो भएको भएर फर्स्टमा रहेको छ एज, त्यसपछि जेनेटिक्स, फ्यामिली हिस्ट्री, पर्सनल हिस्ट्री, रिप्रोडक्टिभ हिस्ट्री, डेन्स ब्रेस्ट, अर्ली मेनार्क एन्ड लेट मेनोपज है। फर्स्टमा रहेको छ एज। अब एज सँगसँगै के त ब्रेस्ट क्यान्सरको रिस्कहरू पनि इन्क्रिज भएको पाइन्छ है। र मोस्ट कमन चाहिँ के हुन्छ त एज भन्न बित्तिकै पोस्ट मेनोपोजल वुमनहरूमा चाहिँ बढी रिस्क फ्याक्टर भएको देखिन्छ। अब ब्रेस्ट क्यान्सर चाहिँ किन पोस्ट मेनोपोजल वुमनहरूमा हुन्छ त भन्दाखेरि चाहिँ अब पोस्ट मेनोपोजल वुमनहरूले अब भने होइन अब जति एज इन्क्रिज हुँदै जान्छ त्यति नै अब फ्याट कन्जम्सनहरू पनि अब फ्याट पनि धेरै हुँदै जान्छ होइन। मोटोपनहरू अब नेपाल कन्टेक्समा अब होइन अब विश्व ग्लोबल कन्टेक्समा पनि के हुन्छ त भन्दाखेरि अब ओबेसिटी पनि बढ्दै जाने भयो। प्लस अब इस्ट्रोजेनको जुन अब उहाँहरूको त अब इस्ट्रोजेन त प्रोडक्सन हुँदैन किनभने मेनोपोज भइसकेको हुन्छ। र पोस्ट मेनोपोजल पिरियडमा के हुन्छ त भन्दाखेरि मेन सोर्स अफ इस्ट्रोजेन प्रोडक्सन भनेको नि फ्याट हो कि है, सेलको फ्याटहरू है, हाम्रो बडीको फ्याटहरू नै सोर्स मानिन्छ कि इस्ट्रोजेन प्रोडक्सनको लागि हो। त्यो भएको भएर चाहिँ पोस्ट मेनोपोजल वुमनहरूले चाहिँ अब विभिन्न हर्मोनल थेरापीहरू पनि युज गर्नुहुन्छ होइन। साथसाथै अब इस्ट्रोजेन र प्रोजेस्टेरोन मिक्स भएको कम्बाइन्ड खालको अनि प्लस उहाँहरूको चाहिँ अब इस्ट्रोजेनको मात्रा फ्याटले गर्दाखेरि बढ्दै जान्छ। त्यसले गर्दाखेरि पनि पोस्ट मेनोपोजल वुमनहरूमा चाहिँ मोडिफाएबल रिस्क फ्याक्टर नन मोडिफाएबलमा चाहिँ एज पनि पर्ने भयो है। त्यसै गरेर रहेको छ जेनेटिक्स भन्ने बित्तिकै हामीले अब हाम्रो पेरेन्ट्सहरूदेखि होइन हाम्रो हजुरबादेखि बुवादेखि हामीसँग चाहिँ के हुन्छ भन्दा इनहेरिटेड हुने एउटा जेनेटिक्स मानिन्छ होइन। अब यसमा चाहिँ के हुन्छ त भन्दा जिन म्युटेसन हुने गर्दछ। अब जिन भनेको के हो त भन्दाखेरि अब हाम्रो शरीरलाई चाहिने होइन अब हाम्रो शरीरमा के त अब मिनरल्सको फर्मेसन गराउने, प्रोटिनको फर्मेसन गराउने होइन। अब जस्तै कि अब जेनेटिक ट्रेटहरू चाहिँ जुन ट्रान्सफर हुन्छन् त्यसले जिनले गर्छ होइन। अब त्यो जिनमा चाहिँ म्युटेसन भइदियो भनेपछि त अब त्यसले प्रपरली फङ्सन गर्न सकेन होइन। अब म्युटेसन भन्ने बित्तिकै एउटा नर्मल जुन फङ्सन गरिरहेको छ जिनले त्यो फङ्सन
म्युटेसन चाहिँ हुन पाएन कि होइन। अब यसमा के छ त BRCA1 अनि BRCA2 BRCA1 BRCA2 जिन्स रहेको छ। यो जिन्सको मेन फङ्सन भनेको के हो त भन्दाखेरि यो चाहिँ ट्युमर सप्रेसर हो कि है, ट्युमरलाई सप्रेस गर्छ होइन, फरेन अब जुन आएको छ त्यसलाई सप्रेस गर्ने हो। अब त्यसमा नै म्युटेसन भयो भने त त्यसले जिन अब क्यान्सरस सेललाई सप्रेस गर्न पायो त पाएन नि त होइन, अभियसली। त्यो भएको भएर चाहिँ अब यो जिनमा BRCA1 र BRCA2 जिनमै म्युटेसन भइदियो भनेपछि त्यसले चाहिँ अभियसली ब्रेस्ट क्यान्सरको रिस्कलाई चाहिँ इन्क्रिज गर्ने भयो कि है, त्यो भयो है। अनि प्लस BRCA1 र BRCA2 जिन्सको चाहिँ फङ्सन भनेको एउटा ट्युमर सप्रेस गर्ने र अर्को त के त नर्मल हेल्दी सेल ग्रोथ र सेल डिभिजनको काम पनि गर्छ है। अनि हेल्दी सेल ग्रोथ एन्ड डेभलपमेन्टको काम पनि गर्ने भयो, सेल डिभिजन र सेल ग्रोथ गर्ने काम भयो। अब BRCA1 र BRCA2 मा जिनमा नै म्युटेसन भयो भने चाहिँ प्लस त्यसले अब ट्युमरलाई सप्रेस गर्न पनि पाएन, सँगसँगै त्यसले के गर्दा सेल डिभिजनमा पनि आफ्नो कन्ट्रिब्युट गर्न पाएन। अनि त्यसले गर्दाखेरि चाहिँ अनकन्ट्रोल्ड रूपमा क्यान्सर सेलले चाहिँ अब आफ्नो उसलाई चाहिँ पपुलेसनलाई भनौँ होइन, अब त्यसलाई चाहिँ इन्क्रिज गर्दै जाने भयो क्या है, नर्मल सेललाई चाहिँ सप्रेस गर्ने भयो। अर्को रहेको छ फ्यामिली हिस्ट्री। अब फ्यामिली हिस्ट्रीमा चाहिँ नजिकको कोही आफन्तहरूमा अब ब्रेस्ट क्यान्सर ओभरियन क्यान्सरको चाहिँ छ भनेपछि त्यो ट्रेट अनुसार चाहिँ त्यो पनि के त जिन म्युटेसनको थ्रुबाट चाहिँ सर्न सक्ने भयो। अर्को रहेको छ पर्सनल हिस्ट्री। अब प्री एक्सपोजर अब कसैसँग चाहिँ अब पहिला पनि ब्रेस्ट क्यान्सरहरूको सर्जरीहरू भएको छ अथवा ब्रेस्ट क्यान्सरदेखि डायग्नोज भएको छ अथवा नन क्यान्सरस खालको ब्रेस्ट क्यान्सरसँग एक्सपोजर पहिला नै भइसकेको छ भनेपछि त्यस्तो उसलाई पनि पेसेन्टलाई पनि के हुन्छ त भन्दाखेरि रिस्क चाहिँ हाई हुने भयो, फेरि पनि रिअकर हुने सम्भावना हुने भयो है। कतिपय केसहरूमा अब सर्जरी गरेर होइन किमो गरेर पनि अब सन्चो भएको पनि पछि फेरि रिअकर भएको पाइन्छ नि त होइन, त्यो भएको भएर पर्सनल हिस्ट्रीले पनि के गर्छ त म्याटर गर्दछ है। अर्को रहेको छ रिप्रोडक्टिभ हिस्ट्री। रिप्रोडक्टिभ हिस्ट्रीमा चाहिँ नो प्रेग्नेन्सी अर लेट प्रेग्नेन्सी भनेर रहेको छ है। अब नो प्रेग्नेन्सी भन्नाले हामीले के भन्छ त नलिपारिटी है, अब कुनै चाहिँ प्रेग्नेन्ट नै नभएको लाइफ टाइम नै प्रेग्नेन्ट नहुने। अब लेट प्रेग्नेन्सी भनेको चाहिँ अब मोर देन 35 एज भन्दा बढी भइसक्दाखेरि होइन, आफ्टर 35 एज पछि चाहिँ फर्स्ट बेबी चाहिँ कन्सिभ गर्ने अथवा फर्स्ट बेबी हुनुलाई अब लेट प्रेग्नेन्सी भनेर भनिन्छ। अब नो प्रेग्नेन्सीमा चाहिँ कसरी रिस्क हुन्छ त भन्दाखेरि चाहिँ अब उसको चाहिँ के हुन्छ त प्रेग्नेन्सी नै भएन भनेपछि शरीरमा चाहिँ जुन इस्ट्रोजन लेभलको जुन साइक्लिक मेन्स्ट्रुअल प्रोसेस छ त्योमा चाहिँ त कन्टिन्युअसली हुने भयो। अनि अब कन्टिन्युअसली हुन्छ इस्ट्रोजनको मात्रा जस्ट प्रेग्नेन्स भएन भनेपछि चाहिँ नर्मल नलिपारिटीमा चाहिँ इस्ट्रोजनको लेभल हाई नै भइरहेको छ है। त्यसले गर्दाखेरि चाहिँ अब के हुन्छ त भन्दाखेरि जुन ब्यालेन्स हुने भएन र प्लस तपाईँको अब जुन एउटा नर्मल हेल्दी वुमेन चाहिँ मेन्स्ट्रुअल साइकल भइरहेछ र ऊ प्रेग्नेन्ट भयो भनेपछि उसमा सर्टेन उसमा ब्रेस्ट टिस्युहरूमा चेन्जेसहरू आउने, हेल्दी चेन्जेसहरू आउने भयो होइन, ब्रेस्ट फर्मेसन त्यो मिल्क फर्मेसन हुने भयो, मिल्क इजेक्सन हुने भयो। तर अब प्रेग्नेन्ट भएन भने त त्यो सबै चिजहरू नर्मल कुराहरू जुन फङ्सनहरू हुन पाएन नि त होइन। त्यसले गर्दा पनि के हुन्छ त भन्दाखेरि नलिपारिटी वान अफ द अब कज चाहिँ मानिन्छ है। अब लेट प्रेग्नेन्सीमा किन हुन्छ त भन्दाखेरि अब लेट प्रेग्नेन्सीमा पनि के हुन्छ त अब एक त अब जुन हेल्दी एजमा चाहिँ उसको कन्सिभ हुन पर्ने हो, हेल्दी अब जति एज बढ्दै गयो उति नै क्यापासिटीहरू चाहिँ घट्दै जान्छ शरीरको रिपेयर हुने होइन, त्यसै गरेर चाहिँ अब शरीरको रिपेयर हुने प्लस अब हर्मोनल इम्ब्यालेन्सहरू पनि बढ्दै जाने भयो। त्यो भएर लेट प्रेग्नेन्सीमा पनि उसले कन्सिभ गर्यो भने पनि के हुन्छ त भन्दाखेरि उसको अब हर्मोनल इम्ब्यालेन्स भनौँ किसिमको है, त्यसले गर्दाखेरि पनि ब्रेस्ट क्यान्सरको चाहिँ रिस्क इन्क्रिज हुन्छ भन्नु है। अर्को छ डेन्स ब्रेस्ट चाहिँ डाइरेक्टली ब्रेस्ट क्यान्सरसँग रिलेटेड छैन कि। अब डेन्स ब्रेस्ट भयो भने के हुन्छ मेमोग्राम गर्न आउने महिलाहरूमा के हुन्छ त भन्दा डेन्स ब्रेस्टमा पनि मेमोग्राम गर्दाखेरि यो डेन्स ब्रेस्ट पनि ट्युमर पनि व्हाइट एपिरेन्समा देखिन्छ होइन। र अब ब्रेस्टको पनि जुन फाइब्रस टिस्युहरू हुन्छ, ग्ल्यान्डुलर टिस्यु हुन्छ, त्यो पनि मेमोग्राममा चाहिँ व्हाइट देखिन्छ कि सेतो देखिन्छ। त्यसले गर्दाखेरि डेन्स ब्रेस्टले चाहिँ के गर्छ त भन्दाखेरि हाम्रो जुन ट्युमरहरूलाई चाहिँ त्यसलाई हाइड गर्न सक्छ कि है। त्यो मेमोग्राममा चाहिँ अब त्यो ट्युमरै देखेन भने त त्यो हुन्छ नि त होइन, देखिँदैन, अर्ली डिटेक्ट गर्न सकिएन। त्यो भएको भएर पनि के हुन्छ त ब्रेस्ट मेमोग्राममा डेन्स ब्रेस्ट भएको वुमेनहरूमा चाहिँ हायर रिस्क अफ ब्रेस्ट क्यान्सर ड्यू टु नट अर्ली डायग्नोसिस चाहिँ नभएको कारणले गर्दाखेरि पनि एउटा रिस्क फ्याक्टर मानिन्छ है। बुझ्यो नि होइन यो चाहिँ। अनि अर्ली मेनार्क र लेट मेनोपज भनेर रहेको छ है। अर्ली मेनार्क र लेट मेनोपज भन्नाले चाहिँ अब के भनिन्छ त भन्दाखेरि अब लङ टर्मसम्म अर्ली मेनार्क छिटो
मेनार्क अब जुन नर्मली हुनुपर्ने भनेको 12 वर्षदेखि उता चाहिँ हामीले 12 वर्षपछि नै अब मेनार्क स्टार्ट हुन्छ, फर्स्ट उसको पिरियडहरू स्टार्ट हुन्छ भनेर बुझ्छ होइन। तर अब अर्ली छिटो नै भयो, 10 वर्षमै भयो, 11 वर्षमै भयो भनेपछि के हुन्छ त उसको अब लाइफ टाइमको साइक्लिक प्रोसेस चाहिँ के हो त धेरै नै हुने भयो, लामो हुने भयो र उसको इस्ट्रोजेनसँग जुन एक्सपोजर छ त्यो पनि एकदमै धेरै लङ टर्मसम्म हुने भयो। अब इस्ट्रोजेन पनि शरीरमा एकदम एक्सेसिभ भएको त राम्रो होइन नि त होइन। इस्ट्रोजेनले विभिन्न क्यान्सरहरू जस्तै कि ओभरियन क्यान्सर, इन्डोमेट्रियल क्यान्सर, ब्रेस्ट क्यान्सर जस्ता लिएर अन्य कुराहरूलाई पनि निम्त्याउँछ क्या है। त्यही भएर इस्ट्रोजेनको मात्रा धेरै हुनु भन्नु पनि राम्रो होइन। त्यही भएर लङ टर्मसम्म चाहिँ महिलाहरू अब अर्ली मेनार्क भयो भने इस्ट्रोजेनसँग एक्सपोजर हुने भएको कारणले गर्दाखेरि अर्ली मेनार्क इज वान अफ द रिस्क फ्याक्टर फर ब्रेस्ट क्यान्सर है। र लेट मेनोपोज पनि के हुन्छ त भन्दाखेरि अब मेनार्क कति बेला भयो भन्दा पनि अब लेट लामो समयसम्म अब 55 नर्मल्ली 45 to 55 सम्म चाहिँ मेनोपोज हुनुपर्ने हुन्छ। तर अब लेट मेनोपोजमा के हुन्छ त भन्दाखेरि 55 भन्दा बढी हुँदाखेरि पनि मेनोपोज भएको हुन, त्यसले गर्दाखेरि उसको जुन साइक्लिक प्रोसेस छ, मेन्स्ट्रुअल पिरियडको जुन लेन्थ छ होइन, लाइफ टाइमसम्म अलिक धेरै नै एक्सपोजर भयो, त्यसले गर्दाखेरि इस्ट्रोजेनको लेभल हायर साइडमा भयो होइन। इस्ट्रोजेनको मात्रा बढी भएको भएर पनि लेट मेनोपोजमा अब इस्ट्रोजेनले पनि इन्डाइरेक्टली के गर्छ त भन्दा ब्रेस्ट क्यान्सरमा अथवा अरू क्यान्सरमा चाहिँ कन्ट्रिब्युट गर्ने भयो है। अब हामी पिक्चरमा हेर्न सक्छौँ 4 क्याटेगोरिज अफ ब्रेस्ट डेन्सिटी भनेर रहेको छ। फर्स्टमा रहेको छ ब्रेस्ट आर अलमोस्ट इन्टायरली फ्याटी छ है। अब सेकेन्डमा हेर्न सक्छौँ ब्रेस्ट ह्याभ स्क्याटर्ड एरियाज अफ फाइब्रोग्ल्यान्डुलर डेन्सिटी, त्यो हेर्न सक्छौँ हामीले है पर्पल कलरको। अनि 3 नम्बरमा रहेको छ ब्रेस्ट ह्याभ हेटेरोजेनस डेन्सिटी भनेर रहेको छ, अलि धेरै रहेको छ है। र अर्को 4 नम्बरमा चाहिँ के छ त भन्दा ब्रेस्ट आर अलमोस्ट इन्टायरली ग्ल्यान्डुलर एन्ड फाइब्रस टिस्यु। इन्टायरली के छ त भन्दा एकदमै धेरै ग्ल्यान्डुलर अथवा फाइब्रस टिस्यु भनेर रहेको छ। अब यसमा चाहिँ यसलाई के भनिन्छ त भन्दाखेरि यसलाई चाहिँ हामीले डेन्स ब्रेस्ट भन्न सकिन्छ है। अब जाउँ साइन एन्ड सिम्टम्स। साइन एन्ड सिम्टम्स त सबैलाई थाहा छ होला, र साइन एन्ड सिम्टम्स भनौँ न है, मोनोटोनस भयो जस्तो लाग्यो, भनौँ त हाम्रो साथीहरू बहिनीहरू सिनियरहरूले भन्नुहोस् त ब्रेस्ट क्यान्सरको के हुन्छ साइन एन्ड सिम्टम्सहरू थाहा छ? थाहा नै छ, यो त अब धेरै एक्सप्लेनेसन चाहिँदैन जस्तो मलाई लाग्छ है। साइन एन्ड सिम्टम्स अफ ब्रेस्ट क्यान्सरमा जाउँ। अब यहाँ अब हेर्न सकिन्छ पेनलेस लम्प इन द ब्रेस्ट एन्ड आर्मपिट, यो चाहिँ सबैले बुझ्नुहुन्छ होला, एक्सप्लेनेसन चाहिँदैन है यसमा चाहिँ। अब यहाँ हामी लम्प हेर्न सक्छौँ, यहाँ ब्रेस्टमा यहाँ लम्प फर्मेसन भएको छ है। अनि निप्पल रिट्र्याक्सन अर डिस्चार्ज, निप्पलबाट चाहिँ डिस्चार्जहरू भएको छ, पस जस्तो ब्लड डिस्चार्ज अथवा फ्लुइड खालको चाहिँ वाटरी डिस्चार्जहरू भयो भने पनि रिस्क हुने भयो। अर्को रहेको छ चेन्जेस इन स्किन टेक्सचर सच एज डिम्पलिङ, पकेटिङ एन्ड स्किन द्याट लुक्स लाइक अ ओरेन्ज पिल भनेर भनेको छ है। अब हामीले त्यहाँ हेर्न सक्छौँ सेकेन्ड नम्बरको यो उसमा फिगरमा हेर्न सकिन्छ। यसमा चाहिँ के त पकेटिङ भनेको के हो त भन्दाखेरि चाहिँ यो फोल्ड खालको छ नि स्किनहरू, यो फोल्ड खालको अथवा रिङ्कल्ड परेको स्किनहरूलाई पनि पकेटिङ भन्न सकिन्छ। र डिम्पलिङ भनेको के हो त भन्दाखेरि अहिले अर्को फिगरमा देखाउँछु, यहाँनिर छ डिम्पल है, यो डिम्पल परेको जस्तो डिम्पलिङ हुने ब्रेस्टमा है, त्यसलाई पनि हामीले डिम्पलिङ भन्न सक्यो। अनि स्किन द्याट लुक्स लाइक अ ओरेन्ज पिल, यो ओरेन्ज जस्तो छ नि, ओरेन्जको बाहिरको बोक्राहरू कस्तो हुन्छ त्यस्तै खालको छ है, त्यसमा पनि ओरेन्ज पिलहरू हुने भयो। अनि निप्पल र ब्रेस्ट आर्मपिटमा चाहिँ अभियसली पेन हुने भयो, कुनै चाहिँ पेनलेस हुन्छ भने चाहिँ कुनै चाहिँ पेनफुल पनि हुनसक्छ है। अनि अर्को रहेको छ इन्लार्ज लिम्फ नोड इन द आर्मपिट है। अब इन्फेक्सन भएको छ भनेपछि अभियसली अब लिम्फ नोडहरूमा चाहिँ इन्लार्ज हुने नै भयो, सोइलिङ हुने नै भयो है। अनि अर्को छ स्किन इरिटेसन हुने भयो। स्किन इरिटेसनमा के हुन्छ त भन्दाखेरि चाहिँ स्किनमा ब्रेस्ट टिस्युहरूको ब्रेस्टमा चाहिँ रेडनेसहरू हुने, त्यसपछि गएर चाहिँ रेडनेस हुने अथवा त्यहाँ चाहिँ दानाहरू निस्किने होइन, रातो हुने, अब ब्लुइस खालको अब रेड कलरको डिस्कलरेसनहरू चाहिँ हुन सक्ने भयो है, इरिटेसन हुने भयो। अनि सोइलिङ हुने भयो है, ब्रेस्टको कुनै सबै पार्टमा अथवा चाहिँ एउटा पार्ट कुनै एउटा पार्टमा सोइलिङ हुने भयो। ब्रेस्ट चेन्जेस इन ब्रेस्ट साइज एन्ड सेपमा चाहिँ चेन्ज आउने भयो। अब यहाँ हेर्न सक्छौँ हामीले है, एरिया यो ब्रेस्टको एरिया थिक छ, यहाँ डिम्पल फर्मेसन भएको छ, निप्पल क्रस्ट जस्तो फर्मेसन भएको छ, यहाँनिर हेर्नु त निप्पल क्रस्ट छ, प्लस अब रेड अर हट। अब यसमा चाहिँ कस्तो भन्दाखेरि स्किन चेन्ज भएको छ क्या यसमा है। अनि न्यू फ्लुइड, अब यसमा चाहिँ अरेन्ज टाइपको यो के भन्छ लेमनलाई देखाएको छ, अब यसलाई चाहिँ ब्रेस्ट मानौँ है। अब यसमा चाहिँ अलिक राम्रो देखाएको भएर मैले लिएको न्यू फ्लुइडहरू, अब यसमा चाहिँ फ्लुइड कलेक्सन जस्तो फ्लुइड डिस्चार्जहरू, ब्लड डिस्चार्जहरू भएको छ, यसमा स्किन सोरहरू भएको छ, यहाँनिर घाउ भएको छ नि यहाँनिर है, त्यो भयो। अनि बम्प आएको छ है, यो ऊहरू लम्प अथवा मास फर्मेसन जस्तो भएको छ, यहाँ बम्प छ। त्यसपछि ग्रोइङ भेनहरू, अब ब्रेस्टको चाहिँ भेनहरू इन्लार्ज भयो भने पनि रिस्क के अरे साइन एन्ड सिम्टम्स हुने भयो। र सनकन निप्पल भनेको चाहिँ रिट्र्याक्सन निप्पल के, निप्पल चाहिँ भित्रपट्टि पस्नुलाई सनकन निप्पल भनियो है। अर्को चाहिँ अनि अर्को के छ त भन्दाखेरि
ब्रेस्टमा चाहिँ अर्को नयाँ सेप एन्ड साइजको चाहिँ त्यो लम्पहरू चाहिँ फर्मेसन हुनु है। अनि ओरेन्ज पिल स्किन हामीले पढिसक्यौँ। अनि हार्ड लम्प चाहिँ देख्नु, त्यो सबै के हो त साइन एन्ड सिम्टम्स है। र थ्याङ्क यू सो मच। मेरो चाहिँ यति मात्रै रहेको छ पोर्सन, बाँकी चाहिँ मेरो साथीले प्रेजेन्ट गर्नुहुन्छ है। बिचमा मैले अलिकति डिस्टर्ब गरेँ र यो आसन ग्रहणको क्रमलाई म अघि नै यथास्थितिमा राखेर गरेको थिएँ। अब यसै क्रममा आसन ग्रहण गरिदिन हुनका लागि म यस अस्पतालको वरिष्ठ फिजिसियन डाक्टर कृष्ण नामु श्रेष्ठलाई आफ्नो यथास्थानमा चाहिँ आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिन हुनका लागि म यस अस्पतालको प्याथोलोजी डाक्टर आदर्श कोजु डाक्टरलाई चाहिँ आफ्नो यथास्थानमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। बाँकीको पोर्सन चाहिँ अब कन्टिन्यू गरौँ। यहाँ उपस्थित सम्पूर्णमा नमस्कार। मेरो नाम चाहिँ अनुपमा सापकोटा। आज चाहिँ म एकदमै थ्याङ्कफुल छु हाम्रो हस्पिटलमा हुन गइरहेको सिएमई प्रोग्राममा चाहिँ एज अ प्रेजेन्टर यहाँ चाहिँ पार्टिसिपेट हुन पाएकोमा। र आजको मेरो पोर्सन चाहिँ ब्रेस्ट क्यान्सर स्क्रिनिङ रहेको छ, जसमा चाहिँ मैले सेल्फ ब्रेस्ट एक्जामिनेसनलाई चाहिँ प्रेजेन्ट गर्न गइरहेको छु। एट फर्स्ट चाहिँ अब ब्रेस्ट क्यान्सर स्क्रिनिङको बारेमा चाहिँ मैले भन्न गइरहेको छु, जसमा डिफ्रेन्ट टाइप्स अफ स्क्रिनिङ टेस्टहरू चाहिँ हामीले गर्न सक्छौँ। हजुरहरूले स्क्रिनमा देख्न सक्नुहुन्छ है। जस्तै फर्स्टमा चाहिँ रहेको छ ब्रेस्ट एक्जाम, त्यस्तै गरेर ब्रेस्ट एक्जाम पछि हामीले ब्रेस्ट अल्ट्रासाउन्ड गर्नेछौँ होइन। ब्रेस्ट अल्ट्रासाउन्ड चाहिँ हाम्रो अब केमा रह्यो त ट्रिटमेन्ट मोडालिटिजहरूमा गयो होइन। त्यस्तै गरेर म्यामोग्राम, ब्रेस्ट एमआरआई अनि ब्रेस्ट बायोप्सी र स्टेजिङ टेस्टहरू रहेको छ। र फर्स्टमा चाहिँ एज अ नर्स र एज अ एभ्री इन्डिभिजुअल चाहिँ हामीले गर्नुपर्ने सेल्फ ब्रेस्ट एक्जामिनेसनको बारेमा चाहिँ मैले भन्न गइरहेको छु। सेल्फ ब्रेस्ट एक्जामिनेसन भनेको त हामी सबैजनालाई थाहा छँदैछ है। के भन्छ टपिकबाट नै क्लियर छ। सेल्फ ब्रेस्ट हामीले चाहिँ आफैले स्वयं आफ्नो ब्रेस्टलाई चाहिँ एक्जामिन गर्ने, हेर्ने र डिटेक्ट गर्ने केही चेन्जेसहरू एब्नर्मालिटिजहरू आछ कि आएको छैन भनेर है। डिफिनेसनमा भन्नुपर्दाखेरि चाहिँ एउटा स्क्रिनिङ मेथड हो, फर्स्ट स्क्रिनिङ मेथड भयो, जसले चाहिँ के गर्छ त अर्ली ब्रेस्ट क्यान्सर डिटेक्ट गर्नको लागि हेल्प गर्छ। डाइरेक्टली सेल्फ ब्रेस्ट एक्जामिनेसनले चाहिँ ब्रेस्ट क्यान्सर डिटेक्ट गर्ने त होइन, तर हामीलाई चाहिँ अवेर गराउनको लागि चाहिँ हेल्प गर्छ है। त्यस्तै गरेर चाहिँ यसमा चाहिँ के गर्नु पर्दछ त भन्दाखेरि चाहिँ वुमनले हरसेल्फ हामी स्वयंले आफूले चाहिँ के गर्छौँ त हाम्रो ब्रेस्टमा आएको चेन्जेसहरूलाई चाहिँ अवलोकन गर्ने काम गर्दछौँ। अब किन गर्ने त हैन, ब्रेस्ट सेल्फ एक्जामिनेसन हामीले किन गर्ने त भन्दाखेरि चाहिँ डिफिनेसनबाट नै आइसक्यो। ब्रेस्ट अवेरनेसको लागि र के चेन्जेसहरू डिटेक्ट गर्नको लागि चाहिँ हामीले ब्रेस्ट सेल्फ एक्जामिनेसनहरू गर्ने गर्दछौँ। ब्रेस्ट सेल्फ एक्जामिनेसन चाहिँ किन गर्ने त, के देखिन्छ त। अब अघि साइन एन्ड सिम्टममा आए जस्तै साथीले भन्नुभयो जस्तै है, के गर्दो रहेछौँ त हामीले, के को लागि गर्दा रहेछौँ त ब्रेस्टको एब्नर्मालिटी चेक गर्न। अनि त्यस्तै के होला, यस अर्ली डिटेक्ट गर्न हो। के देखिन्छ त अर्ली डिटेक्ट गर्दा, के देखिन्छ त हामीले ब्रेस्ट एक्जामिन गर्दा, हामीले आफ्नो स्तनलाई चाहिँ आफै हेर्दाखेरि भन्दाखेरि चाहिँ एट फर्स्ट चाहिँ ब्रेस्टमा लम्पहरू देख्न सक्छौँ है। तपाईँहरूले पिक्चरमा देख्न सक्नुहुन्छ। त्यस्तै गरेर स्किनमा कुनै चेन्जेस आएको छ कि ब्रेस्टको स्किनमा आकारमा होइन परिवर्तन, स्किनमा चेन्जेस भनेको रेडनेसहरू आएको हुनसक्छ होइन। त्यस्तै गरेर कुनै इचिङ, इरिटेसन, एलर्जिक रियाक्सनहरू जस्तो होइन। अनि बाहिर निस्केको टाइपको लम्पहरू होइन, जसलाई चाहिँ हामीले हेर्न सकिने, आँखाले देख्न सकिने लम्प। हाम्रो निप्पल चाहिँ पुल्ड इन भएको छ कि रिट्र्याक्ट भएको छ कि भनेर हेर्न सक्छौँ। रेडनेस, र्यासेस र डिम्पलिङहरू हेर्न सक्छौँ। र ड्रिपिङ भनेको चाहिँ डिस्चार्जहरू, रेड येल्लोइस डिस्चार्जहरू, पसहरू फर्मेसन छ कि ब्लिडिङहरू छ कि भनेर हेर्नको लागि गरिन्छ। अब चाहिँ ब्रेस्ट एक्जामिनेसन कसरी गर्ने त भन्नुभन्दा अगाडि पनि हामीले ब्रेस्ट सेल्फ एक्जामिनेसन गर्छौँ त, गर्छौँ। कहिले गर्छौँ के अरे, बिफोर बाथ
मिन्स भएको 5 डेजमा एभ्री पिरियड एभ्री साइकलमा गरिन्छ त गरिँदैन है म आफै पनि गर्दैन है तपाईहरुले गर्नु छ भने चाहिँ एकदम राम्रो एभ्री टाइम चाहिँ बिर्सिन्छु तर गर्नुपर्ने हुन्छ है अब कहिले गर्ने त भन्दा चाहिँ पिरियड भइसकेको 5 देखि 5 दिन पछाडी अथवा 5 देखि 7 दिन भित्र चाहिँ हामीले गर्नुपर्ने हुन्छ ब्रेस्ट सेल्फ एक्जामिनेसन र यो चाहिँ एट बेस्ट टाइम ब्रेस्ट सेल्फ एक्जामिनेसन गर्नेको कुन हो त भन्दाखेरि चाहिँ हामीले चाहिँ सावर गर्दाखेरि गर्न सक्छौं जसमा चाहिँ हामीले मिरर हेरेर आफ्नो ब्रेस्टमा भएको चेन्जेसहरु हेर्ने र पाल्पेट गर्ने फर्स्ट स्टेप अफ सेल्फ ब्रेस्ट एक्जामिनेसन भन्नु पर्दाखेरि चाहिँ हामीले के गर्न सक्छौं त एट फर्स्ट चाहिँ हामी मिररको अगाडि जाने उभिने हैन मिररको अगाडि जाने उभिने र हामीले के गर्न सक्छौं त यो हातलाई चाहिँ आफ्नो ह्यान्डलाई चाहिँ कम्मरमा राखेर अनि मिररमा चाहिँ हामीले के आछ त हाम्रो चेन्जेसहरु के छ त हाम्रो केमा त यो ब्रेस्टमा चाहिँ चेन्जेसहरु के छ भनेर हेर्ने त्यस्तै गरेर चाहिँ हामीले हाम्रो हातलाई चाहिँ माथि गरेर हैन त्यसरी पनि हाम्रो सिमेट्री छ कि नै त बोथ ब्रेस्ट इक्वल छ कि नै त के चेन्जेस आको छ कि नै त भनेर हेर्न सक्छौं हैन यो त पिरियडको कुरा गर्यौं हैन कसैमा चाहिँ रेगुलर पिरियड नहुन पनि सक्छ पिरियड रेगुलर छ भने चाहिँ 5 देखि 7 दिनमा गर्ने भनेर भन्यो ब्रेस्ट सेल्फ एक्जामिनेसन यदि पिरियड रेगुलर छैन भने कहिले गर्ने त भन्दाखेरि हामीले चाहिँ एउटा साइकल एउटा डे फिक्स गर्नुपर्ने हुन्छ प्रत्येक महिनामा है त्यो महिनामा चाहिँ अब कुनै एन्ड अफ द मन्थ होस् अथवा स्टार्टिङ अफ द मन्थ होस् एउटा डे फिक्स गर्ने जो चाहिँ रेगुलर पिरियड हुँदैन उहाँहरुले पनि गर्न सक्नुहुन्छ ब्रेस्ट सेल्फ एक्जामिनेसन एट फर्स्ट त के भयो त कम्मरमा हात लगाएर हामीले चाहिँ अब्जर्भ गर्ने त्यसपछि चाहिँ हामीले हात माथि गरेर पनि के गर्ने त आफ्नो ब्रेस्टको सिमेट्रीहरु निप्पलहरु चेन्जेसहरु हेर्न सक्दछौं है त्यस्तै गरेर चाहिँ हामीले चाहिँ आफ्नो ह्यान्डलाई चाहिँ अप गरेर है यो हाम्रो दुईटा बुब्सलाई चाहिँ हामीले के गर्न सक्छौं त मजाले चाहिँ आफ्नो ह्यान्डलाई माथि गरेर रेज गरेर हामीले चाहिँ मजाले 3 फिंगर युज गरेर प्याड अफ द फिंगर युज गरेर चाहिँ हामीले पाल्पेट गर्नुपर्ने हुँदछ 3 फिंगर युज गरेर किन हो त यसको पर्पस भन्दाखेरि चाहिँ कुनै पनि पार्ट नछुटोस् एभ्री पार्ट अफ द ब्रेस्ट टिस्युहरु चाहिँ इन्भल्भ होस् भन्नको लागि चाहिँ हामीले 3 फिंगर युज गरेर गर्ने र एट लास्ट चाहिँ हामीले निप्पललाई स्क्विज गर्नुपर्ने हुन्छ र यो गर्दाखेरि चाहिँ हामीले अन्ली ब्रेस्ट टिस्युलाई नभएर आर्मपिटलाई पनि इन्भल्भ गर्नुपर्ने हुन्छ जसमा चाहिँ हाम्रो आर्महरुमा चाहिँ लम्पहरु प्रेजेन्ट भएको हुन सक्छ र यसको साथसाथै हाम्रो कोलार बोनको तलसम्म पनि हामीले चाहिँ पाल्पेट गर्नुपर्ने हुन्छ र सेम वेमा चाहिँ हामीले नेक्स्ट साइड अफ द ब्रेस्ट पनि एक्जामिन गर्नुपर्ने हुन्छ अनि हामीले चाहिँ अब यो त उभिएर गर्ने भयो त्यस्तै गरेर लाई डाउन पोजिसनमा पनि सुतेर पनि गर्न सकिन्छ यो सुतेर गर्ने पोजिसन चाहिँ कसको लागि राम्रो हुन्छ त भन्दाखेरि हेभी ब्रेस्ट भएको वुमनहरुमा चाहिँ यो एकदमै राम्रो हुने गर्छ इफेक्टिभ हुने गर्छ गर्ने वे प्रोसेस चाहिँ सेम नै हो है हामीले माथि गर्न सक्छौं त्यसको लागि सपोर्टको लागि ब्याकमा चाहिँ हामीले पिलो राख्न सक्छौं र सर्कुलर मोसनमा गर्ने एभ्री पार्टलाई चाहिँ नछोड्ने बिस्तारै पाल्पेट गर्दै हामी चाहिँ निप्पलसम्म आएर स्क्विज गर्न चाहिँ बिर्सिनु हुँदैन स्क्विज गरेपछि चाहिँ डिस्चार्जहरुको बारेमा चाहिँ हामीले थाहा पाउन सक्छौं ल अब हामीले चाहिँ एक्जामिन गरेर सक्यौं एक्जामिन गरेर सकिसकेपछि यदि केही चेन्जेस भेटायौं हैन हामीले गर्ने भनेको नै केही चेन्जेस भेटाउनको लागि हो सधैं चेन्जेस भेटिदैन भन्ने पनि त छैन अथवा सधैं चेन्जेस भेटिन्छ भन्ने पनि छैन केही चेन्जेसहरु जस्तै चेन्जेसहरुमा हामीले अघि नै साइन एन्ड सिम्पटमहरु पढिसकेको छौं हेरिसकेको छौं त्यही साइन एन्ड सिम्पटम देखियो भने चाहिँ अब हामी के गर्ने त फर्स्टमा त हाम्रो बानी नै के हुन्छ त लम्पहरु देखियो अथवा हामीले फिल गर्यौं पाल्पेट गर्दा भने आत्तिने डराउने मलाई क्यान्सर नै पो भइहाल्यो कि हैन त्यो थट त आउन सक्छ हैन त्यो प्राइमेरी थट नै हो हाम्रो तर त्यो प्राइमेरी थट आउने बित्तिकै चाहिँ हामी के गर्नुपर्छ त प्यानिक नहुने अनि प्यानिक नभएर किन प्यानिक नहुने त भन्दा सबै लम्पहरु क्यान्सरस हुँदैन त्यस्तै गरेर चाहिँ आफ्नो डाक्टरसँग भिजिट गर्ने हैन कल गर्ने उहाँसँग चाहिँ हामीले आफ्नो फर्दर प्रोसेसको लागि चाहिँ जाने अनि त्यस्तै गरेर चाहिँ एक्जामिन गर्ने एक्जामिनेसनको लागि चाहिँ हामीले अब डाक्टर थिन गएपछि यूएससीहरु गर्न सक्नुहुन्छ अथवा अरु ब्रेस्ट एक्जामिनेसनहरुको लागि म्यामोग्राफी डायग्नोस्टिक टेस्टहरु चाहिँ गर्न सक्न भन्नुहुन्छ र त्यो टेस्टहरु गरेपछि चाहिँ बल्ल चेन्जेसहरु चाहिँ कस्तो हो भन्ने कुरा हामीलाई थाहा हुन्छ र यो कहिले गर्ने त यो स्क्रिनिङ हैन यो टेस्टहरु चाहिँ कहिले गर्ने त भन्दाखेरि 20 to 40 इयर्स को वुमनमा चाहिँ क्लिनिकली 3 इयर्स चाहिँ हामीले ब्रेस्ट एक्जामिनेसन गर्नुपर्ने हुन्छ 40 वर्ष पछाडी चाहिँ हामीले एनुअली गर्नुपर्ने हुन्छ र एनुअल मेमोग्राफी पनि मेमोग्राफिक टेस्ट पनि गर्नुपर्ने हुन्छ यो चाहिँ सबै के को लागि हो त भन्दा ब्रेस्ट अवेयरनेसको लागि हामीले गर्ने गर्दछौं र यदि ब्रेस्ट क्यान्सरको रिस्क छ 25% भन्दा बढी रिस्क भएको लम्पहरु त्यो साइन एन्ड सिम्पटमहरु सबै प्रेजेन्ट भएको वुमनहरुले चाहिँ यो सबै टेस्ट र प्लस चाहिँ हामीले के गर्न सक्छौं एमआरआई गर्न सक्छौं जुन चाहिँ इयरली गरिन्छ क्लियर छ
आई होप सबैजनालाई चाहिँ यो ब्रेस्ट सेल्फ एक्जामिनेसन चाहिँ क्लियर भयो होला र अबदेखि चाहिँ म पनि एभ्री पिरियड पछि चाहिँ मन्थली ब्रेस्ट सेल्फ एक्जामिनेसन गर्नेछु भनेर यो अक्टोबर मन्थमा चाहिँ आफैले चाहिँ प्रण लिएको छु र आई होप सबैजनाले चाहिँ गर्नुहुनेछ एन्ड थ्याङ्क यू सबैजनालाई यहाँ उपस्थित सम्पूर्णलाई मेरो नमस्कार। म पुष्पा थारू। आज भइरहेको यस ब्रेस्ट क्यान्सर अवेरनेस प्रोग्रामको मेरो टपिक रहेको छ ट्रिटमेन्ट मोडालिटिज। ट्रिटमेन्ट मोडालिटिज हामीले चाहिँ दुई प्रकारले गर्न सक्छौँ। एउटा लोकल ट्रिटमेन्टबाट, अर्को रहेको छ सिस्टमेटिक ट्रिटमेन्टबाट। लोकल ट्रिटमेन्टमा के पर्छ भनेपछि सर्जरी र रेडिएसन थेरापी। सर्जरी यसबाट लेखेको छु यतिबाट The removals of the tumor option including lumpectomy removing only the tumor or mastectomy removing the entire breast। सर्जरीबाट के गर्न सकिन्छ भनेपछि हामीले चाहिँ अप्सनमा दुईटा रहेको छ, एउटा लम्पेक्टोमी अर्को चाहिँ मास्टेक्टोमी। लम्पेक्टोमीमा चाहिँ हामीले ट्युमर मात्र रिमुभ गर्छौँ भनेपछि मास्टेक्टोमीमा चाहिँ हामीले होल ब्रेस्ट गर्छौँ। त्यसमा चाहिँ इन्क्लुडिङ एक्जिलाको नोड्सहरू पनि हामीले चाहिँ के गर्छौँ त रिमुभ गर्छौँ। यस तरिकाले चाहिँ हामीले ट्रिट गर्न सक्यौँ। हामीले अगाडि त्यसको कजेसहरू सिम्टम पनि भने यो चाहिँ हाम्रो लोकल ट्रिटमेन्ट रहेको छ। त्यस्तै गरी अर्को रहेको छ रेडिएसन थेरापी। रेडिएसन थेरापीमा चाहिँ युजेस हाई एनर्जी रे टु किल्स क्यान्सर सेल्स। इट इज अफन युज आफ्टर सर्जरी टु डिस्ट्रोय एनी रिमेनिङ सेल। अब यसमा चाहिँ रेडिएसन थेरापीमा हामीले चाहिँ हाई एनर्जी रेहरू चाहिँ दिएर चाहिँ क्यान्सर सेललाई चाहिँ हामीले मार्ने भयौँ। यो चाहिँ बिफोर के अरे सर्जरी पनि गरिन्छ भनेपछि आफ्टर सर्जरी पनि कुनै कुनै त्यो सेल्सहरू रहेको छ, त्यो क्यान्सर सेलहरू रिमेनिङ छ भने चाहिँ त्यस्तो बेलामा पनि हामीले दिएर डिस्ट्रोय गरेर रिमेनिङ सेल्सहरूलाई चाहिँ किल गर्न सकिन्छ। यो दुईटा रहेको छ हाम्रो लोकल ट्रिटमेन्ट। अर्को गयो सिस्टमेटिकमा चाहिँ केमोथेरापी चारवटा रहेको छ। केमोथेरापी, हर्मोन थेरापी, टार्गेट थेरापी र इम्युनोथेरापी। केमोथेरापी यूज ड्रग्स टु किल्स क्यान्सर सेल। दिस ड्रग्स आर अफन गिभन थ्रु पिल्स और बाई इन्जेक्सन्स इन्टु द भेन। हामीले चाहिँ केमोथेरापी गरिराखेको छौँ। यसमा चाहिँ के हुन्छ भनेपछि हामीले चाहिँ ड्रग्सहरूबाट क्यान्सर सेललाई चाहिँ ट्रिट गर्ने भयौँ। ट्याब्लेट फर्ममा चाहिँ गर्न सक्ने भयौँ र थ्रु इन्जेक्सन्सको फर्ममा पनि गर्ने भयौँ है त। अर्को रहेको छ हर्मोन थेरापी। मैले धेरै एक्सप्लेनेसन गरेको छैन, यति मात्र हुन्छ। फेरि हर्मोन थेरापीमा चाहिँ युज फर हर्मोन रिसिप्टर पोजिटिभ ब्रेस्ट क्यान्सर। दिस ट्रिटमेन्ट ब्लक और लोअर द हार्मोन लाइक इस्ट्रोजन्स द्याट हेल्प्स क्यान्सर सेल्स ग्रो। यसमा चाहिँ अब के गर्ने त, जुन हाम्रो दिदीले अघि नै भन्नुभयो इस्ट्रोजन्स हार्मोनहरू पनि बढी भयो भने चाहिँ के हुन्छ त हामीले क्यान्सर हुने चान्सेसहरू हुन्छ। त्यसमा हर्मोन थेरापीमा चाहिँ हाम्रो जुन लाइक इस्ट्रोजन्स हार्मोनहरू हाई भएको बेलामा त्यसलाई चाहिँ हामीले हर्मोन थेरापीबाट त्यसलाई के अरे ब्लक गरेर वा लो गरेर चाहिँ हामीले त्यसलाई रोक्ने भयौँ, जसले चाहिँ क्यान्सर सेललाई ग्रोथ गर्छ, त्यो सेल चाहिँ कम हुने भयो र यो थेरापीबाट हामीले ट्रिट गर्न सक्ने भयौँ। अर्को रहेको छ टार्गेट थेरापी। टार्गेट थेरापीमा द ड्रग द्याट स्पेसिफिकल्ली टार्गेट एन्ड ब्लक सर्टेन ग्रोथ सिग्नल इन क्यान्सर सेल्स विदाउट हार्मिङ नर्मल सेल्स। हामीले चाहिँ टार्गेट थेरापीमा चाहिँ के त टार्गेट भनेपछि त्यो टार्गेट त्यो ओटबाट नै थाहा हुन्छ। एउटा सर्टेन जुन ठाउँमा छ त्यसलाई मात्र टार्गेट गरेर हामीले चाहिँ त्यसको वरिपरिको जुन नर्मल सेल्सहरूलाई छ त्यसलाई चाहिँ हार्म नगरिकन हामीले त्यसलाई मात्र ट्रिट गऱ्यौँ भने चाहिँ त्यो चाहिँ टार्गेट थेरापी भयो। अर्को रहेछ इम्युनोथेरापी। अ टाइप अफ बायोलोजिकल थेरापी द्याट हेल्प्स द बडी अन इम्युनो सिस्टम फाइट क्यान्सर सेल्स। हाम्रो इम्युनो सिस्टमले चाहिँ फाइट गर्छ हाम्रो जुन बडीमा इम्युनो सिस्टम छ त्यसले चाहिँ यी फाइट गर्छ हाम्रो के अरे क्यान्सर सेल्सबाट भनेपछि त्यसलाई चाहिँ इम्युनोथेरापी भन्छ। अब कसैको विक इम्युनो सिस्टम हुन्छ जसलाई चाहिँ छिटो नै त्यो एफेक्ट गर्छ, तर हामीले चाहिँ त्यो यो इम्युनोथेरापीमा के गर्न सक्छौँ भनेपछि चेक पोइन्ट इन्हेबिटर भ्याक्सिनहरू दिएर त्यसबाट चाहिँ इम्युनोलाई चाहिँ इन्क्रिज गराएर फाइटहरू गराउन सक्ने भयौँ। अनि यताबाट
अर्को रहेको छ अदर कन्सिडरेसन्समा चाहिँ बायोप्सी है। बायोप्सी बिफोर ट्रिटमेन्ट बिगन अ बायोप्सी इज परफर्म टु गेट अ टिस्यू स्याम्पल टु डिटरमाइन द टाइप एन्ड क्यारेक्टरिस्टिक्स अफ द क्यान्सर्स। हामीले चाहिँ कुनै पनि ट्रिटमेन्ट गर्नुभन्दा अगाडि चाहिँ के गर्छौँ त बायोप्सीहरू लाग्छ। बायोप्सीमा चाहिँ टिस्यूहरूलाई त्यहाँको टिस्यूहरूलाई बायोप्सी ब्रेस्टको बायोप्सी चाहिँ ट्रु कट बायोप्सी पनि गरिन्छ जसमा चाहिँ निडलको थ्रुबाट त्यहाँको मसल्सहरूलाई टानिन्छ भनेपछि अर्को चाहिँ इन्सिजनल बायोप्सी सानो कट दिएर त्यहाँको मासुहरूलाई जाँच गरेर त्यो कस्तो टाइपको टिस्यूहरू के अरे ट्युमरहरू हो भनेर हामीले चाहिँ क्यारेक्टराइज गर्न सक्छौँ। यो रहेको छ बायोप्सी। अर्को रहेछ कम्बाइन्ड थेरापी। अ कम्बिनेसन्स अफ ट्रिटमेन्ट इज अफन द मोस्ट इफेक्टिभ एप्रोच। कम्बाइन्ड थेरापी नामबाटै नै थाहा हुन्छ कम्बाइन धेरै कुराहरू मिलेर कम्बाइन भएको जस्तै केमोथेरापी सर्जरीहरू रेडिएसन थेरापीहरू सबै ट्रिटमेन्टलाई चाहिँ कम्बाइन गरेर हामीले उसको के अरे ब्रेस्ट क्यान्सरको ट्रिटमेन्ट गर्छौँ भने त्यसलाई नै कम्बाइन थेरापी भनिन्छ। अर्को रहेको छ फ्याक्टर इन्फ्लुएन्सिङ ट्रिटमेन्ट। अ डक्टर विल कन्सिडर्स द क्यान्सर साइज एन्ड स्प्रिड एज वेल एज द पेसेन्ट एज एन्ड ओभरअल द वेन रिकमेन्डिङ अ ट्रिटमेन्ट प्लान। डक्टरले चाहिँ उहाँहरूले चाहिँ अब क्यान्सर्सको साइजहरू स्पिडहरू त्यहाँ ओभरअल उहाँको होल हिस्ट्री जो पेसेन्ट हो उसको चाहिँ होल हिस्ट्रीहरू लगेर एजदेखि लिएर उसलाई पहिला फ्यामिलीमा थियो किन यस्ता कुराहरू सबै कुरा हेरेर चाहिँ ट्रिटहरू गर्ने हुनुभयो। अर्को मिथ एन्ड फ्याक्ट। मिथ भनेको अब भ्रम कस्तो रहेछ त क्यान्सरप्रति ब्रेस्ट क्यान्सरप्रति कस्तो भ्रमहरू छ मान्छेहरू अनि यसको फ्याक्ट चाहिँ के हो त। मिथ अबाउट हु इज एट रिस्क। मिथमा रहेको छ ओन्ली वुमेन गेट ब्रेस्ट क्यान्सर र फ्याक्टमा रहेको छ मेन क्यान अल्सो डेभलप ब्रेस्ट क्यान्सर है। अब गाउँघरमा धेरै जसोलाई वुमेनलाई मात्र हुन्छ भन्ने कुरा छ। दिदीले अघि नै पनि भनिसक्नुभयो 99% वुमेन हुन्छ भनेपछि 0.5 देखि 1% मेलमा पनि चान्स हुन्छ है त। अर्को रहेको छ मिथमा यु क्यान ओन्ली गेट ब्रेस्ट क्यान्सर इफ यु हेभ अ फ्यामिली हिस्ट्री। फ्याक्ट चाहिँ के हो भनेपछि मोस्ट पिपुल विथ ब्रेस्ट क्यान्सर हेभ नो फ्यामिली हिस्ट्री अफ अ डिजिज। कस्तो त अब फ्यामिली हिस्ट्रीमै हुनुपर्छ ब्रेस्ट क्यान्सर हुनलाई फ्यामिलीमा हुनुपर्छ कसैलाई ब्रेस्ट क्यान्सर भएको वा कुनै पनि क्यान्सर भएको त्यस्तो चाहिँ रिस्क चाहिँ हो तर त्यो नभएको कसैको फ्यामिलीमा पनि छैन भने त्यस्तालाई पनि देखिन सक्छ। अर्को रहेको छ मिथमा चाहिँ ब्रेस्ट क्यान्सर ओन्ली एफेक्ट ओल्डर वुमेन। फ्याक्ट चाहिँ while the risk increases with age it can affect women and men of any age। अब ब्रेस्ट क्यान्सरलाई चाहिँ ओल्डर वुमेनमा मात्र देखिन्छ भन्ने कुरा चाहिँ रहेको छ भ्रम भनेपछि कस्तो रहेछ त रिस्क चाहिँ हुन्छ ओल्डर पिपुलमा। अब दिदीले अघि भने जस्तो फ्याटहरू ग्रो हुन्छ त्यो फ्याटहरू भइसकेपछि रिस्क बन्ने भयो तर त्यस्तो मात्र नभएर वुमेन वा मेनलाई चाहिँ जुनसुकै एजमा पनि ब्रेस्ट क्यान्सर हुन सक्छ। अनि अर्को मिथमा रहेको छ अ हेल्दी लाइफस्टाइल कम्प्लिटली प्रिभेन्ट ब्रेस्ट क्यान्सर। फ्याक्ट चाहिँ व्हाइल हेल्दी चोइस like regular exercise and limiting alcohol can lower risk they do not granted preventions। हाम्रो हेल्दी लाइफस्टाइलले चाहिँ के गर्छ त ब्रेस्ट क्यान्सर चाहिँ हुँदैन भन्ने चाहिँ हुँदैन त्यसमा चाहिँ अब रिस्क चाहिँ कम हुने भयो तर ग्यारेन्टी के अरे यसको ग्यारेन्टी चाहिँ हुँदैन कि हुँदैन भन्ने चाहिँ त्यस्तो हुँदैन। मिथ अबाउट डिटेक्सन्स एन्ड डायग्नोसिस। मिथमा रहेको छ अ लम्प इज द ओन्ली वे टु डिटेक्ट ब्रेस्ट क्यान्सर। अनि फ्याक्टमा रहेको छ ब्रेस्ट क्यान्सर क्यान सो अप इन अदर वे सच एज स्वेलिङ स्किन इरिटेसन रेडनेस और निप्पल डिस्चार्ज। अब लम्प भयो भने मात्र ब्रेस्ट क्यान्सर हुन्छ भन्ने चाहिँ छैन। दिदीले अघि सिम्टम्सहरूमा हामीले पढिसक्यौँ निप्पल डिस्चार्जहरू हुने इरिटेसन्सहरू हुने स्किन चेन्जेसहरू हुने ओरेन्ज कलरको स्किन्सहरू देखिने ब्रेस्टमा त्यस्तो कुराहरूले पनि हामीले डिटेक्ट गर्न सक्छौँ। अर्को रहेको छ मिथ ब्रेस्ट पेन इज अ डिफिनेटिभ साइन अफ ब्रेस्ट क्यान्सर। फ्याक्टमा रहेको छ ब्रेस्ट पेन इज नट ओन्ली अ सिम्टम बट एनी चेन्जेस सुड बी चेक बाई अ डक्टर। अब डिफिनेट साइन चाहिँ ब्रेस्ट क्यान्सर हुनलाई पेनै हुनुपर्छ भन्ने छैन। त्यसको लागि चाहिँ अब पेन भइराखेको छ भने चाहिँ हामीले चाहिँ डक्टरसँग चाहिँ भिजिट त गर्नु पर्यो त्यो ब्रेस्ट क्यान्सर नै हो भन्ने चाहिँ होइन है। अर्को
मिटमा रहेछ एभ्री लम्प इज क्यान्सरस, फ्याक्ट मस्ट ब्रेस्ट लम्प आर नट क्यान्सरस। अब हामीले थाहै नै छ बिनाइन र मेलिग्नेन्ट हुन्छ। अब लम्प हुने बित्तिकै त्यो मेलिग्नेन्ट नै हो भन्ने चाहिँ छैन, त्यो बिनाइन पनि हुनसक्छ। सो के अरे एभ्री लम्प चाहिँ क्यान्सरस हुँदैन। अर्को रहेको छ मिट अ नेगेटिभ म्यामोग्राम मिन्स देयर इज नट टु वरी एबाउट। अनि फ्याक्टमा रहेको छ एबाउट 10 to 15% अफ ब्रेस्ट क्यान्सर्स आर मिस अन म्यामोग्राफ। अब म्यामोग्राफमा चाहिँ क्लियर नै आछ रिपोर्ट भनेपछि त्यो चाहिँ ब्रेस्ट क्यान्सर छैन भन्ने चाहिँ बुझिनु छैन भनेर आफू चाहिँ ढुक्क हुनु भएन कि हामीले चाहिँ 10 देखि 15% त्यो ब्रेस्ट क्यान्सर हुनसक्छ। दिदीले अघि भनिराख्नु भएको थियो त्यसमा चाहिँ डेन्स ब्रेस्टले गर्दा चाहिँ त्यसमा नदेखिन सक्छ, त्यसले गर्दा चाहिँ हामीले चाहिँ डिटेक्ट गर्न सक्दैनौँ राम्रोसँग, त्यसलाई चाहिँ डायग्नोसिस नभएको कारणले त्यसमा छुट्टिन सक्छ। त्यही भएर हामीले चाहिँ अरू टेस्टहरू गरेर पनि डायग्नोसिस गर्न सक्छौँ। अर्को मिट रहेको छ मिट एबाउट ट्रिटमेन्ट एन्ड प्रिभेन्सन्स। मिटमा रहेको छ अर्ली स्टेज ब्रेस्ट क्यान्सर इज इजिली क्योर। फ्याक्टमा व्हाइल मेनी आर क्योर रिकरेन्स इज स्टिल पोसिबल। अब अर्ली नै स्टेजमै डायग्नोसिस भइसकेपछि ट्रिटमेन्ट चाहिँ गर्न इजी भयो र प्रिभेन्सन पनि क्योर पनि हुन्छ। तर त्यसको चाहिँ अब पछि गएर हुँदै हुन्न भने चाहिँ त्यो हुन्न, पछि गएर रिकरेन्स हुने चान्स चाहिँ हुनसक्छ। अर्को रहेको छ मिट द ओन्ली वे टु नो इफ अ लम्प इज मेलिग्नेन्ट इज टु रिमुभ द ब्रेस्ट। अब के त मेलिग्नेन्ट हो भनेर चाहिँ हामीले पुरै ब्रेस्ट नै निकालेर चाहिँ गरेपछि मात्र थाहा हुन्छ भन्ने छ मिटमा चाहिँ। त्यसको चाहिँ द फ्याक्ट चाहिँ के रहेको छ मेनी क्यान्सर्स क्यान बी डायग्नोसिस विदाउट अ सर्जिकल प्रोसिडर। हामीले सर्जिकल प्रोसिडर नगरिकन अरू म्यामोग्रामहरू गरिकन त्यसरी पनि त डिटेक्ट गर्न सक्छौँ नि त, त्यो हो। अनि अर्को रहेको छ मिटमा चाहिँ कन्ज्युमिङ सुगर कजेस ब्रेस्ट क्यान्सर। अब सुगर खानेलाई चाहिँ क्यान्सर हुन्छ अरे, ब्रेस्ट क्यान्सर हुन्छ अरे। अरू फ्याक्ट के रहेको छ भनेपछि सुगर डज नट कजेस ब्रेस्ट क्यान्सर बट ओभर कन्जम्सन्स क्यान लिड टु ओबिसिटी विच इज अ रिस्क फ्याक्टर। अब सुगर खाइसकेपछि चाहिँ ओभर कन्ज्युम गर्नेलाई तिनीहरू ओबिसिटी बढ्ने भयो र जसले गर्दा फ्याटहरू बडीमा फ्याटहरू सेल्सहरू इन्क्रिज हुने, त्यसले चाहिँ रिस्क चान्स चाहिँ हुने भयो। तर सुगर खानेलाई चाहिँ ब्रेस्ट क्यान्सर नै हुन्छ वा अन्य क्यान्सर हुन्छ भन्ने चाहिँ छैन। अर्को मिट रहेछ अ हेल्दी लाइफस्टाइल प्रिभेन्ट ब्रेस्ट क्यान्सर। फ्याक्ट रहेको छ व्हाइल हेल्दी लाइफस्टाइल चोइस क्यान लोवर रिस्क दे डोन्ट इलिमिनेट द इन्टायरली। के त हेल्दी लाइफस्टाइल गरिसकेपछि हामीले चाहिँ ब्रेस्ट क्यान्सर हुँदैन भन्ने चाहिँ मिट रहेको छ भने फ्याक्ट चाहिँ के रहेको छ त्यसले चाहिँ रिस्क चाहिँ कम गर्ने भयो, तर त्यो चाहिँ हुँदै हुन्न भन्ने चाहिँ छैन। त्यसले चाहिँ रिस्क मात्र कम गर्ने हो, तर हुन सक्ने चान्स चाहिँ हुन्छ। अर्को के छ दिदी प्रिभेन्सन मेरो यतिसम्म चाहिँ मेरो पोर्सन रहेको छ। आई होप बुझ्नु होला। अब चाहिँ अगाडिको दिदीले भन्नुहुन्छ। सबैजना नमस्कार, मेरो नाम हिमा कुमारी विक, म चाहिँ यसै अस्पतालमा कार्यरत कर्मचारी। आज म चाहिँ यो ब्रेस्ट अवेरनेस प्रोग्रामको चाहिँ हैन प्रिभेन्सनको बारेमा भन्न गइरहेको छु। प्रिभेन्सन पनि हाम्रो लाइफस्टाइलले चाहिँ कसरी प्रिभेन्सन गर्न सकिन्छ थोरै भए पनि त्यसको बारेमा भन्न गइरहेको छु। मेन्टेन्स अ हेल्दी वेटले गर्दा पनि जस्तो अघि नै बहिनीले भनिसक्नुभयो वेट गेनले गर्दा चाहिँ हाम्रो ब्रेस्ट टिस्युहरू चाहिँ इन्लार्ज हुनसक्छ, जसले गर्दा चाहिँ क्यान्सर गराउने रिस्क चाहिँ हाई हुने भयो। यो चाहिँ मेनोपोजहरूमा चाहिँ बढी हुन सक्ने हुन्छ, किनभने यसले चाहिँ इस्ट्रोजन हर्मोनहरू चाहिँ अलि हायर उसमा प्रडक्ट गर्छ। त्यसले गर्दा चाहिँ हाम्रो वेटलाई चाहिँ मेन्टेन गर्ने भने पनि हाम्रो लाइफस्टाइलले चाहिँ यसलाई चाहिँ कम गर्न सकिन्छ। एक्सर्साइज रेगुलरली हामीले चाहिँ एक्सर्साइज चाहिँ रेगुलरली गर्ने भयो भने हाम्रो वेट चाहिँ अभियसली कम हुन्छ, त्यसले गर्दा पनि कम हुन सक्ने भयो। लिमिट अर अभोइड अल्कोहललाई त अभोइड नै गर्नु पर्यो। अब खाइन्छ भने चाहिँ त्यसलाई लिमिट गर्नु पर्यो, जसले गर्दा चाहिँ ब्रेस्ट क्यान्सर अरू क्यान्सर पनि बढाउने नै भयो, साथसाथै ब्रेस्ट क्यान्सर पनि हाई रिस्कमा हुने भयो। डोन्ट स्मोकले पनि टोब्याको कार्सिनोजेनिक हुने भयो, त्यसले गर्दा क्यान्सर बढाउने भयो। इट अ ब्यालेन्स डाइट,
हामीले चाहिँ ब्यालेन्स डाइट फ्रुट्सहरू हेल्दी फ्रुट्स अनि वेल भेजिटेबल्स फाइबरयुक्त खाना खायौँ भने पनि हुने रिस्क कम हुने भयो भनेपछि हामीले चाहिँ बजारमा पाइने जङ्क फुड कोक खान्छौँ फेन्टा खान्छौँ होइन हाम्रो खाना त डेली युजमै त्यही भइरहेछ खाजा त्यही खाने होइन त्यसले गर्दा चाहिँ हाई रिस्क चाहिँ हुने भयो ब्रेस्ट फिडले पनि हाम्रो चाहिँ ब्रेस्ट क्यान्सर हुने चाहिँ प्रिभेन्सन गराउन सक्ने भयो अघि नै बहिनीले भने चाहिँ हामीलाई चाहिँ ब्रेस्ट डक्टरहरूमा चाहिँ क्यान्सरस देखिने भएको भएर त्यसले गर्दा चाहिँ हामीले ब्रेस्ट फिडिङ गरायौँ भने चाहिँ प्रिभेन्सन चाहिँ कम हुने भयो अब चिल्ड्रेन भयो भने त अभियसली हामीले फिडिङ गराउँछौँ त्यसले गर्दा चाहिँ ब्रेस्ट क्यान्सर चाहिँ प्रिभेन्सन गर्न सक्ने भयो हाम्रो बिहेभियर र लाइफ स्टाइलले थोरै भए पनि अब नर्सिङ म्यानेजमेन्ट हामीले चाहिँ नर्सिङ म्यानेजमेन्ट अब क्यान्सर देखिसक्यो बिरामीलाई होइन डायग्नोस भइसक्यो अब हामीले कसरी म्यानेजमेन्ट गर्न सक्छौँ अघि नै बहिनीले भने जस्तो हामीले केमोथेरापी सर्जरी र रेडिएसन थेरापीबाट चाहिँ यसलाई म्यानेज गर्न सकिन्छ जसमा चाहिँ मैले रेडिएसन थेरापीको चाहिँ प्री अपरेटिभ म्यानेजमेन्टको बारेमा चाहिँ भन्न गइरहेको छु जस्तो अपरेसन हुने भयो अब हामीले बिरामीलाई अपरेसन गर्नुभन्दा अगाडि के गर्ने त त्यसको बारेमा त भन्न गइरहेको छु ठिकै त्यो स्लाइडमा चाहिँ रहेनछ है मैले चाहिँ यसैबाट भन्न गएको छु कलेक्ट डिटेल इन्फर्मेसन अफ द पेसेन्ट एडमिट भयो हामीले चाहिँ पेसेन्टको इन्फर्मेसन चाहिँ कलेक्ट गर्नु पर्यो जस्तो पेसेन्टको नेम एज सेक्स डायग्नोसिस र प्रोसिडर डक्टरले लेखिदिनु भएको हुन्छ त्यसमा चाहिँ पेसेन्टको नेम एउटै अपरेसनको लागि दुईटा बिरामी आउने भयो सेम नाम सेम कास्टको पनि हुनसक्छ होइन त्यसको लागि कसैको सिए राइट ब्रेस्ट कसैको लेफ्ट ब्रेस्ट हुनसक्छ त्यसको लागि चाहिँ हामीले पेसेन्टको पहिले कन्फर्म गर्ने पेसेन्टलाई भिजिटरलाई वा उसको रिपोर्टहरूमा चाहिँ हेरेर हामीले डिक्टेट गर्ने र प्रोसिडर पनि धेरै प्रकारको हुनसक्ने भयो जस्तो मास्टेक्टोमी लम्फेक्टोमी होइन बिसिएस ओपिभिएस धेरै किसिमको अपरेसन हुनसक्छ पेसेन्टलाई सोध्ने भिजिटरलाई सोध्ने होइन सबैलाई सोधेर चाहिँ डिटेक्ट गर्न पर्यो त्यसपछि इन्स्योर द पिरियोपरेटिभ टेस्टहरू ब्लड टेस्ट होइन ब्लड टेस्टमा सिबिसी आरएफटी एलएफटी इसिजी इकोहरू सबै हेर्न पर्यो सिटी एमआरआई डायग्नोस पत्ता लगाउनु सिटी एमआरआईहरूमा भएको हुन्छ होइन हाम्रो कुन ब्रेस्ट चाहिँ एफेक्टेड हो भनेर त्यसबाट चाहिँ पत्ता लगाएर हामीले हेर्ने र डक्टरलाई इन्फर्म गर्ने कुनैमा सुगर हाई भइसकेको हुन्छ कुनैमा प्लेटलेट कम हुन्छ होइन त्यसको लागि चाहिँ हामी पहिले नै प्रिपेयर हुनु पर्यो र डिटेक्ट गर्न पर्यो इन्फर्म कन्सेन्ट चाहिँ हामीले लिन पर्यो पेसेन्टसँग र भिजिटरसँग दुवैजनासँग चाहिँ इन्फर्म कन्सेन्ट चाहिँ हामीले लिन पर्यो जस्तै हामीले पेसेन्टलाई कति कुरा चाहिँ हामीले पेसेन्टलाई मैले देखिरहेको मेरै कन्टेक्समा पनि हामीले पेसेन्टलाई ट्याब लगाउन मात्रै जान्छौँ होइन स्ट्याम्प लगाउन मात्रै जान्छौँ त्यही पनि आफू भ्याएन भने भिजिटरलाई तपाईँ छाप लगाइदिएर आउनु तर त्यस्तो गर्ने ब्रेस्ट क्यान्सर भनेको बडी एपिरेन्स हुन्छ बडीमा देखिने चिज होइन बिरामीलाई थाहा पनि नहुनसक्छ त्यो भएको भएर बिरामीलाई पनि एक्सप्लेन गर्नु पर्यो र पेसेन्टको भिजिटरलाई पनि एक्सप्लेन गरेर चाहिँ यसको कन्सेन्ट चाहिँ लिन पर्यो डायग्नोसिस चाहिँ प्रपर हुन पर्यो है त्यसपछि डायग्नोसिस भइसकेपछि पेसेन्टलाई चाहिँ पछि हुने कुरा समस्याहरू त्यति बेला नै हामीले भनिदिने ब्लड अरेन्जमेन्ट चाहिँ गर्न पर्यो पेसेन्टको चाहिँ यस्तो ड्युरिङ सर्जरीमा चाहिँ हामीले ब्रेस्ट फाल्छौँ ब्रेस्ट फाल्ने बेलामा हामीले एक्जिलरी नोड पनि फाल्छौँ बहिनीले भने जस्तो एक्जिलरी नोड फाल्छौँ एक्जिलरी नोड फाल्ने बेलामा एक्जिलरी भेनसँग नजिकै रिलेटेड हामीले फाल्छौँ त्यति बेलामा एक्जिलरी भेनहरू रप्चर हुनसक्छ एब्रेस्ट टिस्युबाट नै ब्लिडिङ हेभी ब्लिडिङ हुनसक्छ होइन त्यस्तो बेलामा चाहिँ हामीले डक्टरले भने अनुसार कस्तो खालको ब्लड अरेन्ज गर्ने हो होइन अब के ब्लड अरेन्ज गर्ने भन्नुभएको छ डक्टरले त्यही अनुसार चाहिँ ब्लड अरेन्जमेन्ट चाहिँ गर्नु पर्यो अनि पेसेन्टलाई चाहिँ प्रोसिड्युरको बारेमा भनिदिने र प्रोसिड्युर ड्युरिङ बिफोर प्रोसिड्युर चाहिँ के गर्ने होइन के गर्नुपर्छ तपाईँले ड्युरिङ अपरेसनको बेलामा तपाईँलाई कस्तो हुनसक्छ र अपरेसन पछाडि तपाईँलाई कस्तो कस्तो कम्प्लिकेसन देखिन सक्छ त्यसको बारेमा चाहिँ पेसेन्टलाई र भिजिटरलाई एकदम मजाले चाहिँ एक्सप्लेनेसन गरिदिने तपाईँलाई यस्तो समस्या देखिन सक्छ भोलि अपरेसन गरिसकेपछि उसलाई त लिम्फेडोमा हुनसक्छ होइन स्कारहरूबाट पानी जम्न सक्छ त्यहाँ ब्रेस्टमा स्कारहरू देखिन्छ अरू समस्या हुनसक्छ
ह्यान्ड कन्ट्याक्चरहरू हुनसक्छ होइन, त्यस्तो चाहिँ उसलाई पहिले नै भनिदिने ड्युरिङ अपरेसनको बेला के हुन्छ या अपरेसन पछाडि पनि तपाईँलाई के हुनसक्छ भनेर चाहिँ भनिदिने। त्यसपछि पार्ट प्रिपरेसन आयो। पेसेन्टको चाहिँ अपरेसन हुनुभन्दा अगाडि पार्ट प्रिपरेसन, जोइलेरीहरू, डेन्चल रिमुभरहरू र बाथिङ चाहिँ कम्प्लिट हुन पऱ्यो। जस्तो पेसेन्टको हामी ब्रेस्टको अपरेसन गरिरहेछौँ, एक्जिलामा एक्जिलेरी हेयर छ, अब हामीले एक्जिला निकाल्नुपर्छ, एक्जिला खोल्नुपर्छ, त्यो त गाह्रो समस्या भयो नि त। त्यो भएको भएर पहिले नै पार्ट प्रिपरेसन गरिदिने, त्यसपछि पेसेन्टलाई पनि एक्सप्लेनेसन, बाथिङ गराइदिने। जस्तो स्किन बाथिङ गराउँदा चाहिँ स्किन इन्फेक्सन हुने चान्सेस चाहिँ कम भयो होइन, अपरेसनभन्दा अगाडि गरिदिने। स्लाइडमा नआएको भएर अलिकति समस्या भएछ। अनि त्यसपछि चाहिँ पेसेन्टको चाहिँ पेसेन्टलाई चाहिँ हामीले चाहिँ के भन्छन् इन्फेक्सनको बारेमा, ब्लिडिङको बारेमा, लिम्फेडोमाको बारेमा चाहिँ एक्सप्लेनेसन गरिदिने र एन्जाइटीको बारेमा पनि हामीले भनिदिने। पेसेन्टलाई एन्जाइटी भएको हुन्छ, एक क्यान्सरसँग सफर भएको हुन्छ, दोस्रो उसको अपरेसन भइराखेको हुन्छ अनि पेसेन्ट एकदमै एन्जाइटीमा हुन्छ, त्यति बेला चाहिँ इमोसनल सपोर्ट गराइदिनु पऱ्यो र विल स्लिपको वातावरण चाहिँ गराइदिनु पऱ्यो। जस्तै एउटा बिरामी एउटा साइडमा छ, एउटा बिरामी भोलि अपरेसन हुने बिरामी एक साइडमा सुतेछ, अर्को बिरामी केमो लगाउने बिरामी होला या प्यालेटिभ केयरको बिरामी होला, उसले त मोबाइल चलाइरहेको छ, उसलाई निन्द्रा लागेको छैन, त्यो बिरामी त विल स्लिप चाहिएको छ नि त, उसको भोलि अपरेसन छ, बिपी बढ्न सक्छ होइन, त्यसको लागि चाहिँ उसलाई चाहिँ विल स्लिपको इन्भाइरोमेन्ट गराइदिने। त्यसपछि प्रि अपरेटिभ मेडिसिनहरू चाहिँ के छन् कस्तो छन् भनेर चाहिँ पहिले नै हेर्ने। जस्तो एन्टिकोगुलेन्ट मेडिसिन खाइरहेको छ, कुनै एन्टिकोगुलेन्ट मेडिसिन चाहिँ स्टप गर्न पर्ने हुनसक्छ, उसले बिपीको औषधि खानुपर्ने हुन्छ होइन, थाइरोइडको औषधि, यस्तो औषधिलाई रोक्न मिल्दैन। बिहान चाहिँ सिप्समा हामीले थोरै बिपी र थाइरोइडको औषधिलाई चाहिँ स्टार्ट गर्न सक्छौँ। कुनै बिरामी चाहिँ सुगरसँग सफर गरिरहेको हुन्छ होइन, त्यस्तो बिरामीलाई हामीले राति एनपिओ बसालेर भोलि बिहानसम्म होइन, भोलि बिहान ड्रिप लगाएर चाहिँ उसलाई गाह्रो हुनसक्छ होइन, हाइपोमा जान सक्छ, त्यो भएर डक्टरलाई इन्फर्म गरेर हामीले चाहिँ उसको चाहिँ ड्रिपहरू के स्टार्ट गर्न सक्छौँ, त्यसको लागि चाहिँ इन्स्योर हुने। त्यसपछि अनि एक्सप्लेन द पेसेन्टलाई चाहिँ पोस्ट अपरेटिभ एक्सर्साइज, ब्रेस्ट अपरेसन गरिसकेपछि पोस्ट अपरेटिभ एक्सर्साइज चाहिँ कसरी गराउने त हामीले पेसेन्टलाई, त्यसको बारेमा चाहिँ भनिदिने। अहिले त्यसको बारेमा त डिटेल मेरो बहिनीले भन्नुहुन्छ है, त्यस चाहिँ कसरी गर्ने के गर्ने भनेर चाहिँ हामीले पोस्टअपमा गएर भन्यो भने त्यो चाहिँ अगाडि प्रि अपमा नै उसलाई टिचिङ दिएर कसरी गर्ने, कसरी गर्नुपर्छ भनेर सिकाएर चाहिँ अपरेसनमा पठाउनुपर्छ। हस् त, मेरो पोर्सन यति नै हो। त्यसपछि मेरो बहिनी आउँछिन्। यो ब्रेस्ट क्यान्सर अवेरनेस मन्थ मात्रै, एक दिनलाई एक महिनालाई मात्रै नमनाऊ, यो भनेको सधैँ मनाउनु पनि, आफू पनि अवेर लौ र अरूलाई पनि अवेर गराऊ भन्दै मेरा शब्दहरू यही टुङ्गाउँदै बहिनीलाई हस्तान्तरण गर्छु। माइक, धन्यवाद। सरी है दिदी। Thank you, Hima Didi. Hello, Namaste everyone. Me, Raksha Lakshmi Pun. I'm working as a registered nurse in this hospital since 2020. So now I would like to continue for the presentation. Here is my topic, post-operative management. After a mastectomy surgery, the recovery room plays a crucial role in ensuring safety and comfort. As we all know, once the surgery is completed, the patient is moved to recovery room where medical staff will monitor patient condition as he or she wake up from anesthesia. अनि त्यो टाइम चाहिँ एकदमै क्रिटिकल टाइम हो नि त। अनि त्यतिखेर चाहिँ भाइटल्सहरू स्टेबलाइज छ कि छैन, अनि अरू एनी पोस्ट सर्जरी सिम्टम्सहरू जस्तै कि डिजिनेसहरू, अनि त्यसपछि नौजियाहरू छ कि छैन, र छ भनेपछि चाहिँ हामीले त्यतिखेर म्यानेज गर्नुपर्छ है। र अब इन डिटेलमा हेर्नुहोस् है, इमिडिएट पोस्ट अफ केयर इन द रिकभरी रुम है, मोनिटरिङ भाइटल साइन such as heart rate, BP, oxygen level and temperature है। Position the patient with head elevated using pillow, केसको लागि भन्दाखेरि चाहिँ to reduce swelling and promote drainage है। अनि यस्तै गरेर रहेको छ पेन म्यानेजमेन्ट, यो चाहिँ एकदम इम्पोर्टेन्ट पनि हो है। पेन
पेन मेडिकेसन मे बी एडमिनिस्ट्रेटेड इन द रिकभरी रुम है। यसमा चाहिँ अब हामीले के ड्रगहरू दिन सक्छौँ भनेपछि चाहिँ अब एसिटामिनोफेन इन्जेक्सनलाई चाहिँ विथ अदर ड्रग्स मेडिसिनसँग चाहिँ हामी दिन सक्छौँ, जस्तै कि अब नार्कोटिक पेन रिलिभर्सहरूसँग के फर इक्जाम्पल मर्फिनहरूसँग अक्सिकोडिनहरूसँग होइन, त्यसरी पनि हामीले चाहिँ दिएर मोडरेट टु सिभियर पेन चाहिँ रिलिफ गर्न सक्छौँ है। यसै गरेर चाहिँ पेसेन्ट अब नसियस पनि हुन सक्नुहुन्छ नि त होइन, त्यसको लागि चाहिँ अब नौजिया कन्ट्रोल पनि गर्नु पर्यो है। अब मेरो स्लाइडमा पनि त्यही नै छ, सम पेसेन्ट मे एक्सपिरियन्स नौजिया एन्ड भमिटिङ पोस्ट एनेस्थेसिया है, त्यसको लागि चाहिँ मेडिकेसन मे बी गिभन टु म्यानेज दिस। अब यसको लागि चाहिँ हामीले ओटिसी मेडिसिनहरू जस्तै कि ओभर द काउन्टर मेडिसिन्सहरू अनि त्यसै गरेर चाहिँ सेरोटोनिन 5-HT3 एन्टागोनिस्ट रिसेप्टरहरू तिनीहरू पनि दिन सकिन्छ, अन्डेमहरू दिन सक्यो है। यसै गरेर अब रिकभरी रुममा हामीले इमिडिएट पोस्ट अफ केयर दियौँ होइन, त्यसपछि पेसेन्ट चाहिँ मुभ हुनुहुन्छ नि त पोस्ट अपरेटिभ वार्डमा, त्यतिखेर चाहिँ हामी एज अ नर्स के नर्सिङ इन्टरभेन्सन के गर्ने त भन्दाखेरि चाहिँ त्यसको लागि चाहिँ स्लाइड रहेको छ, हेर्नुहोस् है, प्लिज सी द स्लाइड। मोनिटर भाइटल साइन है, हामीले सधैँ गरिरहेको कुरा हो, भाइटल्सहरू लिइरहेको कुरा हो। अनि अब हामीलाई थाहा भएकै कुरा हो बडी टेम्परेचर, हार्ट रेट, रेस्पिरेटोरी रेट, ब्लड प्रेसर चाहिँ सर्भ एज द फन्डामेन्टल इन्डिकेटर अफ द पेसेन्ट हेल्थ हो नि त होइन। अब हामीले भाइटल्सहरू मोनिटर गरेर चाहिँ पेसेन्टको भाइटल्समा केही अब डेभिएसन छ कि नर्मल रेन्जेस भन्दा चाहिँ केही डेभिएसन छ कि जसले चाहिँ अब केही हेल्थ प्रब्लम इन्डिकेट गर्छ कि केही छ कि भनेर हामीले त्यो आइडेन्टिफाई गर्न सक्यौँ नि त है। त्यसको लागि चाहिँ भाइटल्स मोनिटर गर्नु पर्यो, रेकर्ड गर्नु पर्यो। यसै गरेर चाहिँ पोजिसन द क्लाइन्ट इन अ सेमी फलोर्स पोजिसन है, टर्न फ्रम द ब्याक टु द अनएफेक्टेड आर्म इलिभेटेड अबभ द लेभल अफ द हार्ट। केसको लागि भन्दाखेरि चाहिँ टु प्रमोट ड्रेनेज एन्ड प्रिन्ट लिम्फ एडेनेमा है, प्रिभेन्टेड लिम्फ एडेनेमा। लिम्फ इडेनेमाको बारेमा चाहिँ अलिकति मैले भन्न चाहेँ है। यो भनेको चाहिँ एउटा कन्डिसन हो क्यारेक्टराइज बाई सोइलिङ है। यो चाहिँ किन हुन्छ भन्दाखेरि चाहिँ अकुमुलेसन अफ प्रोटिन रिच फ्लुइड इन द बडी टिस्युहरूमा प्राइमेरीली चाहिँ यसले अफेक्ट गर्ने भनेको आर्म र लेगमा हो, तर त्यही पनि इट क्यान अकर इन अदर पार्ट्स के जस्तै कि अब नेकमा अनि चेस्ट वालमा, अब्डोमिनमा, जेनेटल्सहरूमा पनि हुनसक्छ है। अनि यो कन्डिसन किन अराइज गर्छ भन्दाखेरि चाहिँ अब जस्तो कि लिम्फेटिक ड्रेनेज हाम्रो के लिम्फेटिक सिस्टम चाहिँ कम्प्रोमाइज भयो भनेपछि चाहिँ यो कन्डिसन अराइज हुनसक्छ। अब मेनली चाहिँ हाम्रो यो 2 टाइप्सको छ है लिम्फ इडेमा चाहिँ प्राइमरी र सेकेन्डरी। प्राइमरीमा चाहिँ अब हेरिडिटरी भयो होइन, जो चाहिँ प्रिजेन्ट फ्रम बर्थ होइन। अनि अनदर वान भनेको चाहिँ सेकेन्डरी हो। सेकेन्डरी भनेको चाहिँ इट क्यान अकर आफ्टर सर्जरी, रेडिएसन, इन्फेक्सन पछि चाहिँ हुने भयो है। यसै गरेर अर्को पोइन्ट रहेको छ इन्करेज कफिङ एन्ड डिप ब्रिथिङ एन्ड द युज अफ इन्सेन्टिभ स्पाइरोमेट्री है। यो पनि गर्नु पर्यो किन भनेपछि चाहिँ अब सर्जरी पछि होइन, किनकि एनेस्थेसियाहरू पनि पाउनु भएको हुन्छ नि त, जिए पाउनु भएको हुन्छ जेनरल एनेस्थेसिया। अनि लङ पनि चाहिँ उहाँको चाहिँ अब लङको भोल्युम पनि डिक्रिज हुनसक्छ अनि एयरवे कोल्याप्सहरू हुन सकेको हुन्छ होइन। त्यसलाई चाहिँ अब त्यो अक्सिजेनेसनलाई चाहिँ इम्प्रुभ गर्नको लागि पनि हामीले चाहिँ यो कफी एन्ड डिप ब्रिदिङ एक्सर्साइजहरू गर्नु पर्यो। यसको साथसाथै यसले चाहिँ अब पोस्ट अपरेटिभ कम्प्लिकेसन जस्तै कि अब निमोनियाहरू हुनसक्छ नि त, त्यसलाई पनि प्रिभेन्ट गर्नको लागि हामीले चाहिँ डिप ब्रिदिङ एन्ड कफिङ एक्सर्साइजेसहरू गर्नु पर्यो, इन्सेन्टिभ स्पाइरोमेट्री गर्नु पर्यो है। यसै गरेर अर्को रहेको छ इफ अ ड्रेन युजली अ ज्याक्सन प्याड इज इन प्लेस है, अनि मेन्टेन सक्सन एन्ड रेकर्ड द अमाउन्ट अफ ड्रेनेज क्यारेक्टरिस्टिक्स, टिच द क्लाइन्ट अबाउट होम म्यानेजमेन्ट अफ द ड्रेन है। अनि यसको चाहिँ यो फिगर छ, यो फिगरमा हेर्नुहोस् है, यो जेपी ड्रेन चाहिँ यो है, यो अनि यो चाहिँ ड्रेनलाई चाहिँ रिजर्भियर के अरे यो मेजरिङ कपमा चाहिँ इम्पिटी गरेको है। यसै गरेर अर्को रहेको छ असिस अपरेटिभ साइट फर इन्फेक्सन, सोइलिङ अर द प्रेजेन्स अफ फ्लुइड कलेक्सन अन्डर द स्किन फ्ल्याप अर इन द आर्म है। अपरेटिभ साइटहरू पनि असिस गर्नु पर्यो नि त होइन। अनि यसै गरी अर्को रहेको छ मोनिटर इन्सिजन साइट फर रिस्ट्रिक्सन अफ ड्रेसिङ, इम्पेयर सेन्सेसनहरू छ कि, कलर चेन्जेस अफ द स्किन छ कि, जस्तै कि अब नर्मली हाम्रो स्किनको कलर चाहिँ अब सफ्ट पिङ्किस कलरको हुन्छ नि त, तर अब
यो आफ्टर सर्जरी नेक्रोस छ कि या फेरि ब्लुइस डिस्कलरेसनहरू छ कि त्यो चाहिँ अब स्किन चेन्जेस कलर चेन्जेस छ कि स्किनको त्यो चाहिँ हेर्नु पऱ्यो असेस गर्नु पऱ्यो है। यसै गरी अर्को रहेको छ इफ ब्रेस्ट रिकन्स्ट्रक्सन वाज पर्फर्मड होइन द क्लाइन्ट विल रिटर्न फ्रम सर्जरी युजली विथ अ सर्जिकल ब्रेसियर एन्ड अ प्रोस्थेसिस इन प्लेस है। यसको पनि पिक्चर हेर्नु। यो चाहिँ तपाईँको सर्जिकल ब्रेसियर हो। यसले चाहिँ यो पोस्ट सर्जरी यो चेस्ट हुन्छ नि त्यसलाई चाहिँ सपोर्ट गर्ने काम गर्छ है। आफ्टर सर्जरी चाहिँ अब यो चेस्टलाई सपोर्ट गर्ने काम गर्छ भनेपछि चाहिँ यो चाहिँ ब्रेस्ट प्रोस्थेसिस हो। यो चाहिँ आर्टिफिसियल ब्रेस्ट हो। यो चाहिँ अफन सिलिकनको या फेरि फर्मको बनेको हुन्छ अनि यसले चाहिँ जुन त्यो सर्जिकली रिमुभ भएको ब्रेस्ट टिस्यु छ नि त त्यसलाई चाहिँ रिप्लेस गर्छ है, एउटा सेप दिन्छ। यसरी बुझौँ है। यसै गरी अर्को रहेको छ प्रोभाइड द युज अफ प्रेसर स्लिपेज प्रिस्क्राइब इफ इडिमा इज सिभियर है। इडिमा छ भनेपछि चाहिँ यो फिगरमा देखाएको जस्तो यो प्रेसर स्लिपहरू चाहिँ लगाइदिनु पर्यो है इडिमा प्रिभेन्सन के अरे रिड्युस गर्नुको लागि। यसै गरी रहेको छ मेन्टेन फ्लुइड एन्ड इलेक्ट्रोलाइट ब्यालेन्स एडमिनिस्टर डायरेटिक्सहरूमा त अब हामीलाई कमनली युज पनि गरेको ड्रग भयो होइन, थाहा पनि छ टर्सिमाइडहरू फोर्सिमाइडहरू एल्डेक्टनहरू इन्स्प्राहरू पनि दिन सकिन्छ है। एन्ड प्रोभाइड अ लो साल्ट डाइट एज प्रिस्क्राइब फर सिभियर लिम्फ इडेमा। अनि त्यसै गरी अर्को रहेको छ नो आइभिज नो ब्लड प्रेसर मेजरमेन्ट एन्ड नो भेनी पन्चर सुड बी डन इन द साइड अफ द मास्टेक्टोमी है। किन भन्दाखेरि चाहिँ जस्तो कि अब मास्टेक्टोमी गरेको साइडमा हामीले भेन लाइनहरू खोल्यौँ ब्लड प्रेसर मेजरमेन्टहरू गरेछौँ आइभी लाइन छ त्यहाँदेखि होइन कनेक्सन छ आइभी ड्रिपहरू दिइरहेछौँ भनेपछि चाहिँ अब त्यसले गर्दाखेरि ट्रमाटाइज गर्न सक्छ क्या अफेक्टेड आर्मलाई चाहिँ कुनै पनि इन्टरभेन्सन यस्तो कामहरूले चाहिँ ट्रमाटाइज गर्न सक्छ र त्यो प्रिभेन्सन गर्नु पर्यो। अनि एउटा चाहिँ लिम्फ इडेमा पनि प्रिभेन्सनको लागि यो चाहिँ नगर्ने है। यसै गरी अर्को रहेको छ कन्सल्ट विथ पिएचसिपी एन्ड फिजिकल थेरापिस्ट रिगार्डिङ द अप्रोप्राइट एक्सर्साइज प्रोग्राम एन्ड असिस्ट द क्लाइन्ट विथ प्रिस्क्राइब एक्सर्साइज है। हामीलाई त थाहै छ पोस्ट अपरेटिभ फेजमा चाहिँ यो भनेको एउटा रिकभरी फेज नै त होइन, त्यसमा चाहिँ एक्सर्साइज प्ले अ भाइटल रोल है। त्यसको लागि मैले एउटा भिडियो पनि बनाइदिएछु हेर्नुहोस् है, प्लिज सी द स्लाइड।
भएको छ क्लाइन्ट इन्स्ट्रक्सन फलोइङ मास्टेक्टोमी है मास्टेक्टोमी गरेको पेसेन्टलाई चाहिँ क्लाइन्ट इन्स्ट्रक्सनहरू के दिने त भनेर है अभोइड ओभर युज अफ द आर्म ड्युरिङ द फर्स्ट फ्यु विक है किन भन्दाखेरि चाहिँ अब हामीले ओभर युज गऱ्यौँ भनेपछि पेन पनि हुने भयो होइन अनि अरू चाहिँ ड्यामेज पनि हुने भयो नि त अफेक्टेड आर्ममा त्यही चाहिँ त्यसको लागि चाहिँ अभोइड गर्ने है अनि किप द अफेक्टेड आर्म एलिभेटेड कन्सल्टेसन विथ लिम्फ इडेमा स्पेसलिस्ट मे बी प्रिस्क्राइब है यो चाहिँ अब पर्सनलाइज ट्रिटमेन्ट र बेटर लङ टर्म आउटकमको लागि चाहिँ लिम्फ इडेमा स्पेसलिस्टलाई चाहिँ कन्सल्ट गर्ने है भनेर हामीले भन्नु पर्यो क्लाइन्टलाई अनि यसै गरेर अर्को रहेको छ प्रोभाइड इन्सिजन केयर विथ एन इमोलिएन्ट है सचेत अब क्रिमहरू लोसनहरू अनि त्यसपछि त्यो ओइन्टमेन्टहरू हुन्छ नि त एज प्रिस्क्राइब है त्यो चाहिँ अब लगाइदिनु पर्यो टु सफ्टेन एन्ड प्रिभेन्ट वुन्ड कन्ट्र्याक्चर्सहरू चाहिँ प्रिभेन्ट गर्नको लागि लगाउनु पर्यो इन्करेज युज अफ सपोर्ट ग्रुपहरू कि जस्तै कि अब म्यालिग्नेन्ट ब्रेस्ट क्यान्सर अन्त सपोर्ट ग्रुपहरू पनि हुन्छ होइन भर्चुअल ग्रुपहरू हुन्छ अनलाइन ग्रुपहरू हुन्छ अब त्यस्तो ग्रुपहरू अब कोही पेसेन्टहरू मास्टेक्टोमी भएको पेसेन्टहरूले चाहिँ को पनि ग्रुप हुन्छ एउटा अनलाइन ग्रुपहरू हुन्छ त्यो पनि युज गर्नको लागि चाहिँ इन्करेज गर्नु पर्यो क्लाइन्टलाई यसै गरेर चाहिँ इन्करेज द क्लाइन्ट टु पर्फर्म ब्रेस्ट सेल्फ एक्जामिनेसन अन द रिमाइनिङ ब्रेस्ट एन्ड सर्जिकल साइड वन्स हिल है हिल भइसकेपछि चाहिँ अर्को रिमाइनिङ ब्रेस्टमा होइन जसरी दिदीले सिकाउनु भयो त्यसरी फिङ्गर टिपले चाहिँ आफूले पनि ब्रेस्ट सेल्फ एक्जामिनेसन गर्ने भनेर सिकाउनु पर्यो है अभोइड स्ट्रङ सनलाइट अन द अफेक्टेड आर्म किन भन्दाखेरि चाहिँ मास्टेक्टोमी पछि स्कारहरू हुन्छ र स्ट्रङ सनलाइटले गर्दाखेरि चाहिँ त्यो हिलिङ प्रोसेसलाई स्लो डाउन गरिदिन्छ होइन अनि स्किनको कलर पनि चेन्ज हुनसक्छ कि त्यसको कारणले गर्दाखेरि चाहिँ स्ट्रङ सनलाइट पनि अभोइड गर्नु पर्यो अनि डोन्ट लेट द अफेक्टेड आर्म ह्याङ डिपेन्डेन्ट है डोन्ट क्यारी अ पकेट बुक अर एनिथिङ ह्याभी ओभर अफेक्टेड आर्म है कुनै पनि ह्याभी चिज जस्तै कि ओभर 5 पाउन्डको छ भनेपछि चाहिँ त्यसलाई चाहिँ ओभर अफेक्टेड आर्ममा चाहिँ क्यारी या फिर लिफ्ट नगर्ने त्यो भएपछि चाहिँ जुन त्यो स्मल भेसल्सहरू हुन्छ नि त त्यसलाई चाहिँ अब इन्जुरी हुनसक्छ अनि रिस्क अफ लिम्फ इडेमा हुनसक्छ त्यसको कारणले गर्दाखेरि है अनि अभोइड ट्रमा कर्स ब्रुजेस अर बर्न अन द अफेक्टेड साइड एन्ड अभोइड वेयरिङ constricting clothing or ornament on affected side मा है अनि use thick oven gloves when cooking अनि use a thimble when swing thimble को चाहिँ मसँग त्यहाँ फिगर थियो अब यस्तो नै हुन्छ है यो चाहिँ किनकि कोही मान्छेले चाहिँ फेब्रिकको काम गर्ने हुनुहुन्छ नि त अनि कन्टिन्युसली युज गर्दाखेरि चाहिँ यसले चाहिँ फिङ्गर टिपमा ब्लिस्टरहरू नहोस् भनेर प्रिभेन्ट गर्नको लागि चाहिँ यो थिम्बल युज गर्न सकिन्छ है यो त छँदै छैन ल थ्याङ्क यू हजुरलाई चाहिँ केही क्वेसनहरू छ अहिलेसम्म हाम्रो प्रेजेन्टेसन सुनिदिनु भएकोमा चाहिँ यहाँ उपस्थित हुनुभएको सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई चाहिँ थ्याङ्क यू भन्न चाहन्छु नफुटालै मात्र डरलाई चाहिँ किन के क्वेसन सोध्ने जे पाइ त्यही भन्दै गएको छ के लास्टसम्म सब बोर हुन्छ डिटेलमा प्रेजेन्ट गरिदिनु भएको छ सबैजनाले एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु
र हामी कार्यक्रम करिब अन्त्यतिर आइसकेका छौँ र यो कार्यक्रमलाई समापन गरिदिन हुनका लागि मैले भिडियोको अगाडि मात्रै हेरेर हालेको आसन ग्रहण गरिरहनुभएका डाक्टर लाई आफ्नो शब्द राखी म यस कार्यक्रम सञ्चालिका यहाँबाट बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद। आजको यो प्रोग्राम मेन उद्देश्य भनेको हाम्रो यस सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कार्यरत जति पनि नर्सेसहरू हुनुहुन्छ उहाँहरूको बीच ब्रेस्ट क्यान्सर अवेरनेसको नलेज सेयरिङ र ब्रेस्ट क्यान्सर अवेरनेसको प्रिभेन्सनको बारे जानकारी लिने र कति जानकारी छ भन्ने कुरा दिने पनि हो। सँगसँगै यो ब्रेस्ट क्यान्सर अवेरनेस किन मनाइन्छ भन्ने कुराहरूमा पनि बुझ्ने छु। आजको यस प्रेजेन्टेसनबाट मलाई लाग्छ समग्रमा सबैजनाले स्तन क्यान्सर बढ्दो अवस्थामा छ भन्ने बुझ्नुभयो होला। त्यसै गरी स्तन क्यान्सरका परिवर्तनात्मक रूपका जोखिमहरू जुन हामीले परिवर्तन गर्न सक्दैनौँ त्यो जोखिमहरू र स्वयं स्तन परीक्षण कहिले गर्ने भनेर सिक्नुभयो। त्यसै गरी स्तन परीक्षण गर्दाखेरि हेर्ने कुराहरू केमा ध्यान दिनुपर्छ त्यो पनि सिक्नुभयो होला। र जो कार्यरत हुनुहुन्छ उहाँहरूले स्तन क्यान्सर बिरामीहरूलाई कसरी ट्रिटमेन्ट दिइन्छ, के विधाबाट ट्रिटमेन्ट पाउने गरेका छन् र सर्जरी पश्चात र पूर्व के कुरामा ध्यान दिनुपर्छ, के समस्या हुन्छ भन्ने कुरा पनि जान्नुभयो होला। यो सँगै यस स्तन क्यान्सर अवेरनेस मन्थको यो प्रोग्रामलाई अन्त्य गर्नुभन्दा पहिला म सबैजनासँग के रिक्वेस्ट गर्न चाहन्छु भने सबै महिलाले आफ्नो स्तन स्वयं परीक्षण गर्ने बानी बसाउनु पर्यो। त्यसले अर्ली डिटेक्सनलाई हेल्प गर्छ। अर्ली डिटेक्सन भयो भने के हुन्छ त? अर्ली डिटेक्सनले ब्रेस्ट कन्जर्भिङ सर्जरी, अन्कोप्लास्टिक ब्रेस्ट सर्जरीहरू गर्न मद्दत गर्छ। त्यो भनेको पुरै स्तन फाल्नु पर्दैन। अहिले हाम्रो यस अस्पतालमा पनि अधिकांश बिरामी स्टेज 3 मा आउँछन् जुनमा स्तन जोगाउन अलिक कठिनाइ हुन्छ। तर सुरुवाती अवस्थामा आयो भने उहाँको स्तन हामीले जोगाएर स्तन क्यान्सरको सफलतापूर्वक उपचार गर्न सक्छौँ। यो मेसेज सबैजनाले लिनु पर्यो र यो मेसेज अरूलाई पनि दिनु पर्यो। आज प्रेजेन्ट गर्नुभएको सबैजनालाई धेरै धेरै धन्यवाद। धेरै राम्रो प्रेजेन्ट गर्नुभयो र यो अवेरनेस प्रोग्रामलाई आज यहीँ टुङ्ग्याउँदछु। धन्यवाद।